डाक्टर साहेब मलाई अस्पताल भर्न मर्न नपरोस्, म आफ्नै देश र मातृभूमिमा मर्न चाहन्छु भन्दै कमरेड एकदेवाले क्यान्सर रोगले ग्रसित उहाँ उपचारको क्रममा हुँदा यस्ता अभिव्यक्ति गर्नुभएको थियो। एकदेवाले साँच्चै एउटा देशप्रेमी किसान आन्दोलनका एक प्रखर नेताको रूपमा उहाँ परिचित हुनुहुन्छ, जसको जोत उसैको पोत भन्ने एउटा कथनलाई आत्मसात गर्दै उहाँले यो जमिन जोत्नेको हुनुपर्छ, यो गरी खाने वर्गको होइन, यो जसले दुःख गर्छ त्यसले उत्पादन गरेर खान पाउनुपर्छ भन्ने एउटा कथनलाई आत्मसात गर्दै हिँड्नुहुने कमरेड एकदेवालेको आज 56औं स्मृति दिवस हामीले मनाउन गइरहेका छौँ। त्यही सन्दर्भमा आज हामीले एउटा 56औं स्मृति दिवसको सन्दर्भ पारेर एउटा विचार प्रवचन गोष्ठी गर्ने आयोजना गरेका थियौँ। त्यही अनुसार हामी आज यो हलमा उपस्थित भइरहेका छौँ। लाग्छ उहाँले एउटा किसान आन्दोलनको हकमा थुप्रै आर अवरोहहरूलाई पार गर्दै अगाडि बढ्नुभएको थियो। तनहुँ जिल्लाको सदरमुकाम नजिकै एउटा विकट गाउँमा जन्मिनु भएको एकदेवाले उहाँले एउटा त्यही नजिकै सदरमुकामको नजिकै बेनीघाटबाट उहाँले एउटा किसान आन्दोलनको सुरुवात गर्नुभएको थियो। उहाँ नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुँदै अगाडि बढिरहनु भएको थियो। साँच्चै एकदेवालेलाई हामी कुनै पनि कार्यक्रममा नसम्झिरहन सक्दैनौँ। उहाँको देनले गर्दा आज यो स्थितिसम्म आइसकेको छ। किसान आन्दोलनको उचाइ हाइट यहाँसम्म पुगिसकेको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापनादेखि यहाँसम्म आउँदा उहाँहरूका थुप्रै योगदानहरू छन्। उहाँहरूको योगदानलाई हामी अगाडि बढाउनुपर्छ भन्ने लाग्छ। त्यही अनुसार हामी यहाँ कार्यक्रमको सुरुवात गर्न गइरहेका छौँ। त्यसैले मैले कार्यक्रम सुरुवात गर्दा अध्यक्षताका आवश्यकता पर्ने हुँदा आजको कार्यक्रमका अध्यक्षता यसै एकदेवाले स्मृति चिन्तन प्रतिष्ठानका अध्यक्ष विष्णु भक्त सिद्धलाई अध्यक्षता आचरण गरिदिन हार्दिक अनुरोध गर्दछु। हामीले यो कार्यक्रममा प्रमुख अतिथि आइसक्नु भएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको आचरण गरिदिनु हुन पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव बुवा नेपाललाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी नेकपा एमाले वरिष्ठ उपाध्यक्ष युवराज गिवानीलाई पनि म हार्दिक अनुरोध गर्दछु। उप प्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीलाई पनि म अतिथिको आउँदै हुनुहुन्छ, उहाँ पनि आउँदै हुनुहुन्छ, आइसक्नु भएको छैन, उहाँलाई नै अतिथिको आचरण हार्दिक अनुरोध गर्दछु। यसै गरी उपप्रधान तथा नेकपा एकाता राष्ट्रिय अभियानका संयोजक कमरेड रामदेव गौतमलाई पनि म हार्दिक अनुरोध गर्दछु, उहाँ पनि आउँदै हुनुहुन्छ। अधिकारी कम्युनिस्ट पार्टी नेपाल स्थायी समिति सदस्य सीताराम तामाङलाई पनि म अतिथिको आचरण गर्न हार्दिक अनुरोध गर्दछु। कम्युनिस्ट पार्टी मसालका संयोजक कमरेड विमल शर्मालाई पनि म अतिथिको आचरण गर्न हार्दिक अनुरोध गर्दछु। तथा एकदेवालेका परिवार मोहन सिंह आलेलाई पनि म हार्दिक अनुरोध गर्दछु। एकदेवाले स्मृति तथा चिन्तन प्रतिष्ठान बुटोलमा पनि एउटा गठन भएको छ। उहाँका अध्यक्ष रामलाल काफ्लेज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी एकदेवाले स्मृति तथा चिन्तन प्रतिष्ठान बुटोलका उपाध्यक्ष नेत्र पोखरेल, महासचिव मोहनलाल पाण्डेलाई पनि आफ्नो ठाउँमा यथास्थानमा आचरण गरिदिन हार्दिक अनुरोध गर्दछु। पूर्व उप प्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीज्यूलाई अतिथिको आचरण गर्न हार्दिक अनुरोध गर्दछु। एकदेवाले स्मृति प्रतिष्ठान बुटोलका वरिष्ठ उपाध्यक्ष लोकनाथ भण्डारीलाई पनि म हार्दिक अनुरोध गर्छु। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विद्या ढकाललाई म हार्दिक अनुरोध गर्दछु। पत्रकार
अतिथिको आचरणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी संविधान सभा सदस्य अफिलाल अखेराज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। नेकपा माले थाई समिति सदस्य दिननाथ घिमिरेज्यूलाई पनि म अतिथिको आचरण गरिदिन हार्दिक अनुरोध गर्दछु। म फेरि पुनः अतिथिको आचरणलाई फेरि पुनः जोड्ने कोसिस गर्नेछु। कुनै पनि कार्यक्रमहरू औपचारिकतामा पुरा गर्नको लागि हामीले राष्ट्रिय गान गाउने गरिरहेका छौँ। सायद हामीले राष्ट्रलाई नसम्झिकन हामी अगाडि बढ्न सक्दैनौँ। त्यसैले प्रमुख अतिथि र सहभागी सम्पूर्ण कमरेडहरूलाई अतिथि राष्ट्रिय गानको निम्ति म हार्दिक अनुरोध गर्छु। थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली। सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र अटल। ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। शहीद हुने महान शहीदहरूप्रति हामीले नसम्झिरहन सक्दैनौँ। त्यसकारण सम्पूर्ण शहीदहरूप्रति उठेर 1 मिनेट मौन धारण गरिदिनु न। प्रमुख अतिथि लगायत सम्पूर्णमा म हार्दिक अनुरोध गर्दछु। हाम्रो यस प्रवचन गोष्ठी अथवा 56औं स्मृति दिवस कार्यक्रमको अतिथिलाई अतिथि स्वीकार गर्दै र यस कार्यक्रमलाई शोभा बढाइदिनु हुन आउनुहुने प्रमुख अतिथि लगायत अतिथिहरू र यस कार्यक्रममा सहभागी सम्पूर्णलाई शब्दद्वारा स्वागत गरिदिनु हुन म एकदै बाले स्मृति चिन्तन प्रतिष्ठानका सचिव माधव अधिकारीलाई हार्दिक अनुरोध गर्छु। नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड एकदे बाले प्रवचन गोष्ठीका अध्यक्ष एवं एकदे बाले स्मृति तथा चिन्तन प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिद्धज्यू, आजका प्रमुख अतिथि नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी का अध्यक्ष कमरेड माधव नेपालज्यू, विशिष्ट अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू, अतिथि नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठ, त्यसैगरी अतिथिको रूपमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व मन्त्री युवराज गेमालीज्यू, पूर्व प्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीज्यू, उप प्रधान तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक कमरेड वामदेव गौतमज्यू वहाँ आइपुग्नु भएको रहेछ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल स्थायी समिति सदस्य सीताराम तामाङ, नेपाल कम्युनिस्ट पार्टी बहुआयामिका महासचिव कमरेड धर्मेन्द्र वास्तोला, नेपाल कम्युनिस्ट पार्टी मशालका संयोजक कमरेड विमल शर्माज्यू, नेपाल कम्युनिस्ट पार्टीका संयोजक कमरेड हरिकृष्ण गजरेलज्यू, नयाँ समाजवादी मोर्चाका सल्लाहकार उदय अधिकारीज्यू,
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका पार्टी प्रमुखज्यू तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्व मन्त्री गोपाल साक्यज्यू, प्रतिष्ठानका संरक्षक मोहन आलेज्यू, एक देवाल स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष रामलाल काफ्लेज्यू, त्यसैगरी मञ्चमा आसीत हुनुभएका सम्पूर्ण अतिथि कमरेडहरू र ड्यासमा यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको निमित्त बुटवल, तनहुँ लगायतका थुप्रै जिल्लाबाट प्रतिनिधित्व गरेर यस कार्यक्रममा पाल्नुभएका आदरणीय कमरेडहरूलाई म यस कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। कमरेडहरू, यति बेला एक देवालयको नाम भन्ने बित्तिकै नेपाल कम्युनिस्ट आन्दोलनमा एउटा ओझेल परेको पात्रको रूपमा मैले चिनिरहेको छु, किनभने तनहुँको एउटा मानुङ कोटमा जन्मिएर श्रमजीवी वर्गहरूको मजदुर किसानहरूको नेतृत्व गर्दै आन्दोलन गर्नुभएका कमरेड, हिजो नेपाल कम्युनिस्ट पार्टीका संस्थापक केन्द्रीय सदस्यको रूपमा हुनुहुन्थ्यो, कमरेड पुष्पलालको सहयोगको रूपमा हुनुहुन्थ्यो। उहाँ आज देशकै रूपमा एउटा कम्युनिस्ट आन्दोलनको मूर्धन्य व्यक्तित्वको रूपमा स्थापित हुनुपर्ने व्यक्तित्वलाई आज हामी यस काठमाडौँको प्रज्ञा हलबाट उहाँलाई बल्ल एउटा राष्ट्रिय रूपमा परिचित गर्दैछौँ। यसको निम्ति उहाँ एउटा कम्युनिस्ट आन्दोलनको मूर्धन्य व्यक्ति हुनुहुन्छ। उहाँले तनहुँको भूगोलमा रहेर नेपालको एउटा कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिरहनु भएको थियो। श्रमजीवी मजदुर किसानहरूको एउटा आन्दोलनको नेतृत्व गरिरहनु भएको थियो, जसको जोत उसको पोत भन्ने एउटा नारा लगाउँदै तनहुँकै दमौलीको बेलीपाटन भन्ने ठाउँमा एकै दिन 42 हलहरू नारेर शोषक सामन्तहरूको जमिन, जसले श्रमजीवी किसानहरूको खेतलाई जग्गालाई एउटा फर्जी पूर्जा बनाएर आफ्नो हातमा पारिरहेका थिए, उहाँले त्यस्ता व्यक्तिहरूको कृत्य तमसुक च्यातेर एउटा किसान आन्दोलनको लागि अगाडि बढाउनु भएको थियो। त्यस्तो व्यक्तित्व आज हामीसँग उहाँले दिएका ती कामहरू, ती निर्देशनहरू, ती सिकहरू हामीले सिकाउँदै अगाडि बढ्नुपर्ने व्यक्तित्व आज राष्ट्रियकरण हुन नसक्दा, राष्ट्रिय व्यक्तित्व हुन नसक्दा, उहाँ नेपाल कम्युनिस्ट आन्दोलनको छायामा पर्न नसक्दा आज हामीलाई दुःख लागिरहेको छ। त्यही अनुरूपमा आज हामीले उहाँलाई राष्ट्रिय व्यक्तित्व रूपमा स्थापित गर्नुपर्छ। अब तनहुँमा मात्र सीमित होइन, उहाँलाई एउटा काठमाडौँमा लगेर ठुलो विचार गोष्ठीका साथ उहाँलाई अगाडि बढाउनु पर्छ भन्ने उद्देश्यले आज हामीले यो कार्यक्रम यहाँ गर्न लागिरहेका हौँ। यसमा हामीले सम्पूर्ण वाम एकताको रूपमा उभिनुभएका वामपन्थीको रूपमा रहनुभएका सम्पूर्ण कम्युनिस्ट नेताहरूलाई हामीले आमन्त्रण गरेका थियौँ। समयको बावजुदले उहाँहरू कतिपय उपस्थित हुन सकिरहनु भएको छैन, कतिपय आउँदै पनि हुनुहुन्छ होला, तर उहाँलाई एउटा स्थापित गर्नको निमित्त मैले यहाँ मूर्धन्य व्यक्तित्वहरूलाई यहाँ देखिरहेको छु। पूर्व प्रधानमन्त्री आज माधव कुमार नेपाल, जसले यो प्रतिष्ठानको हामीले सुरुवात गरेदेखि नै उहाँले एउटा किसान आन्दोलनको नेतृत्व गरेदेखि नै हामीले प्रतिष्ठान खडा गरेपछि उहाँलाई प्रमुख अतिथिको रूपमा लगेर एउटा प्रतिष्ठानको भवन समेत उद्घाटन गरिसकेका छौँ, शालिगको अनावरण समेत गरिसकेका छौँ। उहाँ निकै जानकार व्यक्तित्व पनि हुनुहुन्छ। त्यसै गरी पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि उहाँको रूपमा अत्यन्तै जानकारी हुँदो रहेछ भन्ने कुरा मैले उहाँलाई यस निमन्त्रणा दिन आउँदाखेरि मैले थाहा पाएको थिएँ। यस्ता व्यक्तित्वहरू आज यहाँ हुनुहुन्छ। उहाँले देखाएको यो कम्युनिस्टको मार्गलाई उहाँहरूले अब यो कम्युनिस्ट एकतातर्फ लान सक्नुहुन्छ भन्ने हामीलाई लागिरहेको छ। त्यही अनुरूपले उहाँलाई स्थापित गर्नु सक्नुहुनेछ भन्ने हामीलाई लागिरहेको छ। अन्तमा यहाँ उपस्थित सम्पूर्ण व्यक्तित्वहरू, आज हामी यो प्रतिनिधि मूलक रूपमा हामी तनहुँदेखि यहाँ आएर उपस्थित भएका छौँ। सङ्ख्यामा यसलाई उपस्थितिलाई कमी देखाउला, तर हामीले यसलाई राष्ट्रव्यापी गर्नको लागि हामी काठमाडौँ बुटवलदेखि हामीले सुनेका पनि छौँ। यसको दिल्लीमा समेत यसको प्रतिष्ठान खडा भएर यसको व्यापक रूपमा प्रचार भइरहेको छ भन्ने हामीले सुनिरहेका छौँ। अब हामी यसको जागरणमा लागिरहेका छौँ। कमरेड एक देवालयलाई स्थापित गर्न देशव्यापी प्रचार गरिसकेका छौँ। त्यसैले सम्पूर्ण कम्युनिस्ट वाम आन्दोलनका आदरणीय अग्रज नेतृत्वलाई
नेतृत्व गरेर हात हौसला दिएर हामीलाई अगाडि बढाइने प्रेरणा दिनुहुनेछ भन्दै कार्यक्रमको अन्त्यमा फेरि पनि प्रमुख अतिथि लगायत सम्पूर्ण कमिटीलाई यही मञ्चबाट फेरि पनि यस कार्यक्रममा हार्दिक स्वागत गर्दै म बिदा हुन चाहन्छु। नमस्कार, अभिवादन। म यसै गरी फेरि अतिथिलाई यहाँ मञ्चमा जोड्न चाहे। त्यस्तै एकता अभियानका केन्द्रीय सदस्य धनदेव खनाललाई पनि म अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी पूर्व डिएम विष्णु ढकाललाई पनि म हार्दिक अनुरोध गर्दछु। अब हामी कार्यक्रमलाई औपचारिकताको लागि कार्यक्रम उद्घाटन गर्न गइरहेका छौँ। पानसमा बत्ती बालेर यस कार्यक्रमको उद्घाटन गरिदिनु हुन यसै कार्यक्रमका प्रमुख अतिथि माधवपुर नेपाल लगायत सम्पूर्ण अतिथिज्यूहरूलाई म हार्दिक अनुरोध गर्दछु। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक कमरेड वामदेव गौतमलाई म अतिथिको आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी एकदेव आलेलाई नजिकसँग चिन्ने व्यक्ति तथा संविधान सभा सदस्य तुलसा थापालाई पनि अतिथिको आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। कमरेड एकदेव आलेको 56औं स्मृति दिवसको अवसरमा आयोजित नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड एकदेव आले विषय यो विचार गोष्ठीमा एउटा अवधारणा पत्र तयार भएको छ। अवधारणा पत्र प्रस्तुत गरिदिनु हुन यसै प्रतिष्ठानका अध्यक्ष तथा यस कार्यक्रमका अध्यक्ष विष्णुभक्त सिग्देललाई म हार्दिक अनुरोध गर्दछु। क्रान्ति नायक एकदेव आलेको सम्मान र स्मृतिमा स्थापित एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान केन्द्रीय कार्यालय तनहुँ व्यासको आयोजनामा 56औं स्मृति दिवसको अवसर पारेर यो हामीले नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड एकदेव आले विषयक प्रवचन गोष्ठीको आयोजना गरिरहेका छौँ। यो कार्यक्रममा महत्त्वपूर्ण समय प्रदान गरेर हामीलाई निरन्तर उत्साह थप्नुहुने आजका प्रमुख अतिथि नेपाली कम्युनिस्ट आन्दोलनका महत्त्वपूर्ण मूर्धन्य व्यक्तित्व नेपाल सरकारका पूर्व प्रधानमन्त्री आदरणीय माधव कुमार नेपालज्यू, नेपाली कम्युनिस्ट आन्दोलनका मूर्धन्य व्यक्तित्व नेपाल सरकारका पूर्व प्रधानमन्त्री श्रद्धेय नेता झलनाथ खनालज्यू, कार्यक्रममा उपस्थित नेकपा एमालेका आदरणीय उपाध्यक्ष युवराज गेवालीज्यू, यस कार्यक्रममा उपस्थित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेपाल सरकारका पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमज्यू, हामीलाई केही समय दिएर फेरि समय पछाडि आउने वाचा गर्नुहुने नेपाली कम्युनिस्ट आन्दोलनका अत्यन्तै महत्त्वपूर्ण व्यक्तित्व नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नेपाल सरकारका पूर्व उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठज्यू, यस कार्यक्रममा उपस्थित रहनुभएका नेकपा मालेका महासचिव नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री श्रद्धेय कमरेड सीपी मैनालीज्यू, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल स्थायी कमिटीका सदस्य सीताराम तामाङज्यू, नेपाल कम्युनिस्ट पार्टी बहुमतका महासचिव कमरेड धर्मेन्द्र बास्तोलाज्यू, नेपाल कम्युनिस्ट पार्टी मसालका संयोजक विमल शर्माज्यू, श्रमिक कम्युनिस्ट पार्टी नेपालका संयोजक पूर्णसिंहज्यू, नेपाल कम्युनिस्ट पार्टीका संयोजक हरिकृष्ण गजुरेलज्यू, नयाँ जनवादी मोर्चाका
सल्लाहकार उदय अधिकारीज्यू, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आदरणीय नेता मुकुन्द आचार्यज्यू, विष्णु भक्त दुलाल, तुलसीलाल स्मृति प्रतिष्ठानका आदरणीय अध्यक्ष, नेपाल सरकारका पूर्व मन्त्री गोपाल साक्यज्यू, प्रतिष्ठानका संरक्षकज्यूहरू, एकदेवाल स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत सबै मित्रहरू र हामी तरुणलाई असाध्यै माया गर्ने, हामीलाई सधैँ भाइको दिदी भाइको नाताले समेत हेर्ने व्यवहार गर्ने संविधान सभाका मान्य सदस्य, एक देवालयको निकट भएर व्यवहार प्रकट गर्नुहुने र त्यो प्रेरणाबाट नेपाली कम्युनिस्ट आन्दोलनमा योगदान दिनुहुने आजका सम्मानित व्यक्तित्व आदरणीय दिदी तुलसा थापाज्यू, एक देवालयका सुपुत्री हुनुहुन्छ यहाँ थम्बा बाछेज्यू, मधुमया बाछेज्यू, उहाँको एक देवालयको भतिज दीर्घबहादुर थाप आलेज्यू, महत्त्वपूर्ण यहाँ संविधान सभाका मान्यज्यूहरू, विभिन्न पार्टीका केन्द्रीय सदस्यज्यूहरू, यो अभियानमा जोडिएर आउनुभएका सबै महानुभावहरू, नेकपाको तत्कालीन केन्द्रीय नेताको रूपमा स्थापित क्रान्तिकारी योद्धा एक देवालयको सम्मानमा हामीले दिएको निमन्त्रणालाई स्वीकार गरेर त्याग, तपस्या र बलिदानलाई समर्थन गर्न जुट्नुभएका तपाईँ सबै कमरेडहरूप्रति म हार्दिक अभिनन्दन प्रकट गर्न चाहन्छु, स्वागत अभिवादन प्रकट गर्दछु। मैले थोरै मात्रै कुराहरू राख्ने जमर्को गरेर मैले अवधारणा पत्र थोरै संक्षिप्त रूपमा लेख्ने कोसिस गरेँ, समय प्रचुर दिन सकिएन। मैले यहाँ हामी देखेका छौँ तनहुँ सम्पर्क मञ्चका पूर्व नेता, सम्पर्क मञ्चको अभियान आदरणीय विष्णु कुमार सिक्देलज्यूलाई देखेको छु। अतिथिको भाषण गर्नको निम्ति पनि म अनुरोध गर्दै म आफ्नो यो अवधारणा पत्र प्रस्तुत गर्न चाहन्छु। नेपाली श्रमजीवी जनताको मुक्तिका लागि नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्ने रणनीतिक लक्ष्य तथा कार्यनीति र कार्यक्रम बनाउने प्रचार गर्ने र जनतालाई सामन्ती र वैदेशिक शोषण उत्पीडनको विरुद्धमा गोलबद्ध गर्दै आन्दोलनको मार्गमा लाग्न बाटो देखाउने काम कमरेड पुष्पलालले नै सुरु गर्नुभएको हो। यसै क्रममा 2006 साल वैशाख 10 गते अर्थात् 22 अप्रिल 1949मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो। नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो। यद्यपि यो पार्टी स्थापनापछि मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजङ रायमाझी लगायतका नेताहरू पनि जोडिनु भएको थियो। नेपालमा जहानीय राणा शासन कायम रहेका बेला भूमिगत रूपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गरी नवजनवादी क्रान्ति सम्पन्न गरी समाजवाद स्थापनाको लक्ष्य राखेको थियो। कम्युनिस्ट पार्टीको दोस्रो महासचिव मनमोहन अधिकारी, तेस्रो महासचिव केशरजङ रायमाझी र भारतमा सम्पन्न तेस्रो महाधिवेशनमा तुलसीलाल अमात्य महासचिव बन्नुभएको। यस बीचमा नेपाली काङ्ग्रेस नेतृत्वमा रहेको सरकारले 2011 सालमा नेकपा पार्टीमाथि प्रतिबन्ध समेत लगाएको थियो। 15 सालको आम निर्वाचनमा कम्युनिस्ट पार्टीले 4 सिट जितेको थियो। तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पञ्चायती व्यवस्था लागू गरेपछि नेकपा पुनः प्रतिबन्धित भयो। त्यसक्रममा केशरजङ रायमाझी पक्षले पञ्चायती व्यवस्थाको सम्वर्धन गरेपछि कम्युनिस्ट पार्टीमा विभाजन भयो। विभाजनका बीच झापामा तत्कालीन झापाली क्रान्तिकारी वर्ग शत्रु सजाय अभियान चलाउँदै झापा सहित झापा क्रान्ति मार्फत नेकपा मालेर हालको एमालेको रूप लियो। पुष्पलाल मनमोहनको समूह सो अन्ततः एमालेको रूपमा 2047 पछि एकीकृत भयो। मनमोहन सिंह, निर्मल लामाहरूले नेतृत्व गरेका विभिन्न समूह नेकपा चौबो, नेकपा मसाल, नेकपा एकता केन्द्र हुँदै हालको माओवादी धार बन्यो। यद्यपि मोहन विक्रम सिंह भने अहिले पनि नेकपा मसालको नेतृत्वमा रहिरहनु भएको छ। 2015 सालमा 4 सिट जितेर अस्तित्वमा आएको नेकपा पञ्चायतकालमा विभिन्न चिरामा विभाजित भएको थियो। 46 सालको जनआन्दोलनपछि तत्कालीन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा 69 सिट सहित सशक्त प्रतिपक्ष बनेको थियो भने तत्कालीन जनमोर्चा हालको माओवादी 9 सिट सहित तेस्रो दल बन्यो। 2052 सालमा जब माओवादी जनयुद्ध सुरु भयो, माओवादीले 51 सालमा मध्यावधि निर्वाचन बहिष्कार गर्दा एमाले 88 सिट सहित पहिलो पार्टी बनेर दक्षिण एसियाकै पहिलो कम्युनिस्ट एकल सरकार गठन गरेको थियो। 54 सालमा एमाले विभाजित भएपछि 56 सालको आम निर्वाचनमा 70 सिट सहित एमाले पुनः दोस्रो दल बन्यो। 62-63 को ऐतिहासिक जनआन्दोलनपछि 64 सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा नेकपा माओवादी सबैभन्दा ठुलो दल बन्यो। 70 को दोस्रो संविधान सभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो दल बन्यो।
यस बीचमा कम्युनिस्ट नेतृत्वबाट मनमोहन अधिकारी, माधव कुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बने। 74 सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन बनाएर लडेको दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी मिलेर बनेको नेकपाले करिब 2/3 बहुमत सिट जित्न सफल भएका थिए। यो कम्युनिस्ट पार्टी स्थापनाको करिब 70 वर्षको इतिहासमा निर्वाचनबाट प्राप्त भएको यो नै सबैभन्दा ठुलो सफलता थियो। अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा एकताको कमी, वैचारिक मतभिन्नता र आन्तरिक कलह मुख्य समस्याहरू छन्। यसको समाधानका लागि सहकार्य, संवाद र सङ्गठनभित्रको लोकतान्त्रिकरण प्रक्रिया मजबुत बनाउनु आवश्यक छ। नेपालमा कम्युनिस्ट पार्टीहरू विभिन्न रूपले सक्रिय छन्। केही वर्ष अघि कम्युनिस्ट पार्टीहरू सरकारमा पनि सँगै थिए। हालका दिनमा विभाजन र एकताका प्रयासहरूले कम्युनिस्ट आन्दोलनलाई प्रभाव पारिरहेको छ। भविष्यमा यदि कम्युनिस्ट पार्टीहरूले एकता कायम राखेर जनताका मागहरू पुरा गर्न सके भने तिनको भूमिका अझै सशक्त हुन सक्छ। तर आन्तरिक कलह र रणनीतिको अस्थिरताले यिनको प्रभावलाई कम गर्न सक्ने अवस्था देखिन्छ। यस्तो अवस्थामा हामी क्रान्तिकारी योद्धा कमरेड एकदेव आलेलाई सम्झिरहेका छौँ। एकदेव आलेको स्मृति दिवसका सन्दर्भ पारेर जनता नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड एकदेव आले विषय प्रवचन गोष्ठीको रूपमा आज हामी यहाँसम्म आइपुगेका छौँ। डाक्टर साहेब, मलाई अस्पतालमा मर्न नपरोस्, म आफ्नै देशको माटोमा लड्दा लड्दै मर्न चाहन्छु। क्रान्ति योद्धा कमरेड एकदेव आलेको यो अन्तिम वाक्य हो। क्यान्सर रोगले पीडित भई भारतको लहरिया स्थित दरभङ्गा मेडिकल कलेजको अस्पतालमा भर्ना भएको अवस्थामा उहाँले यो वाक्य बारम्बार भन्नुहुन्थ्यो। एकदेव आले तनहुँ जिल्लाको पहाडी बस्ती मानुङ डाँडाको एउटा मगर गाउँ अचलथोक, त्यसको बीचमा रहेको सामान्य किसान परिवारका पहलसिंह आलेकी श्रीमती बोइमाया आलेको चौथो सन्तानको रूपमा विक्रमसम्वत 1980 साल असार 23 गते काइला अर्थात् चौथो सुपुत्रका रूपमा जन्मनु भएको थियो। स्थानीय शोषक फटाहरूको थिचोमिचो हैकम र गरिबी तथा ऋणको बोझले उठ्न नसकेका गरिब जनताको कष्टकर जीवनसँग पूर्ण परिचित मात्र होइन, विकट बस्तीका दिन दुखी तिनै जनताको समस्या समाधानका लागि उनीहरूलाई नै बुझाएर उनीहरूकै साथ र सहयोगको आन्दोलनबाट जनतालाई न्याय दिलाउने नेपाल आमाका महान सपूत, नेपाली किसान आन्दोलनका अथक योद्धा, निष्ठावान कम्युनिस्ट कार्यकर्ता र मुक्तिकामी आन्दोलनका पथप्रदर्शक र कर्मयोगी योद्धाको नाम हो कमरेड एकदेव आले, जसको नाम सुन्नासाथ जसले गरिब जनताको गरिबीबाट फाइदा उठाउँदै उनीहरूमाथि थिचोमिचो अन्याय अत्याचार शोषण दमन गरेर अनुचित फाइदा लिई उनीहरूको मुटु थरथरी कमाउने काम नाम थियो भने पीडित शोषित तथा निमुखा जनताहरूको प्रिय र आत्मीय साथी थिए एकदेव आले। त्यस ठाउँका बुढापाका मानिसहरूले भन्छन् एकदेव आले आफ्ना दौतरीहरूको गोठालो अर्थात् नेता थियो। बाल्यकालको कल्कलाउँदो उमेरदेखि नै आफ्नो घर बस्ती वरिपरिको सामाजिक आर्थिक वातावरण देख्दा कृषि उब्जाउ योग्य समथर जमिन, जङ्गल तथा खोला नालाहरू सबै मुठीभर टाठा बाटोहरूले आफ्नो कब्जामा राखेका थिए भने जीवनभर साउको हलो जोत्ने र कोदालो खनेर जीवन बिताउनेहरू र उनीहरूका सन्तानहरू नहुर्केसम्म भोकै र नाङ्गै सुत्नुपर्ने र हुर्केपछि पूर्व जन्मको कमाई भन्दै फेरि पूर्व साउको घरमा बाधा बस्नुपर्ने नियति के रहेछ, कसले बनायो भन्ने बारेमा अनेकौं प्रश्नहरू उब्जे। एकदेव आलेको कलिलो बाल मस्तिष्कमा शरीरमा बल र मनमा हिम्मत भएका सृजनशील युवाहरूलाई देश विदेश पठाएर देशभित्र विद्रोहहीन शासन चलाउने रणनीति अन्तर्गत निर्माण भएको लाहुरे संस्कृतिका कारण जन्मदै लिएर आएको साउको ऋण तिर्न र रोजेको जीवन सङ्गिनी पाउने मनोकांक्षा कारण विदेश जानुपर्ने परम्पराले एकदेव आले पनि 13 वर्षको कलिलो उमेरमा आमाको न्यानो काख साथीभाइको माया ममता छाडेर पढाइ मुलुक भारतीय ब्रिटिस सेनामा भर्ती हुने तयारीका साथ विदेश जान बाध्य हुनुभयो। भारत गएको 2 वर्षपछि 15 वर्षको उमेरमा ब्रिटिस सेनामा भर्ती पनि हुनुभयो। त्यति बेला द्वितीय विश्वयुद्धको समय थियो। जर्मनी, जापान र इटालीका फासिस्ट शक्तिले सारा संसारलाई कब्जा गर्न कोसिस गरिरहेको बेला त्यस फासिस्ट शक्तिलाई परास्त गर्नका लागि समाजवादी राष्ट्र रुस लगायत अङ्ग्रेज, अमेरिका आदि देशका सरकारहरू पनि एकजुट भएका थिए। यस्तो स्थितिमा कमरेड आले गोर्खा पल्टनको सैनिकको रूपमा जर्मनी, इटाली, जापान आदि देशमा गई फासिस्ट शक्तिसँग मुकाबिला गर्नुभयो। द्वितीय विश्वयुद्धपछि काम हुँदा भाडो, काम सकिएपछि ठाडो भने चाहिँ हजारौं गोर्खाली पल्टनलाई अङ्ग्रेजी साम्राज्यवादले वीर गोर्खाली हो, जरुरत पर्दा फेरि बोलाउला भनी सेवामुक्त गरिदिए। कमरेड आलेले आफ्नै गाउँमा फर्की विदेशी ठाउँ र आफ्नो ठाउँको तुलना गरी विश्लेषण गर्न थाल्नुभयो। विश्वयुद्धको बेला विश्वका अन्य प्रजातान्त्रिक मुलुकमा पुग्नुभएका आलेले त्यहाँका जनताले प्राप्त गरेको मानव अधिकार र उनीहरूको सामाजिक अवस्था तथा त्यहाँको जनताको समृद्धि समेत देख्नु भएको थियो।
नेपालमा नेपाली जनतामाथिको थिचोमिचो देखेको र अन्य अत्याचार सामान्य अधिकार मागे बापत नेपाली जनताका महान सपुतहरू शुक्रराज धर्मभक्त गङ्गालाल र दशरथलाई फाँसी दिएको इतिहास समेत पढेपछि उहाँको मनमा क्रान्तिको अग्नि सल्किएको थियो। उहाँले मानिस भाग्यको भरमा होइन कर्मको बलमा नै उभिनुपर्छ भन्ने विचारधाराको प्रचार गर्नुभयो। यसै क्रममा विशेष गरिकन वीर शहीद गङ्गालाल तथा दशरथचन्द्रको नाम कमरेड आलीले सुन्नुभयो र राणाशाहीको विरुद्ध लड्ने भावना उहाँमा जागेर आयो। यस्तो अवस्थामा आले घरमा बस्नै सक्नु भएन र कहिले नेपाल त कहिले भारतमा नेपाली जनताको मुक्तिको बाटोको खोजीमा हिँड्न थाल्नुभयो। यसै क्रममा भारतको कलकत्ता बस्नु भएको बेला त्यहाँ भारत स्वतन्त्रता सङ्ग्राम चलेको थियो र उहाँ सुभाष चन्द्र बोसको आजाद हिन्द फौजमा संलग्न भई भारतलाई स्वतन्त्र बनाउने अभियानमा लाग्नुभयो। त्यसै समयतिर नेपालमा पनि निरङ्कुश राणा विरोधी आन्दोलन चलेको खबर सुन्नुभयो। देशमा बर्बरलुट चलाइरहेको राणा शासन, त्यसका चाटुकारहरू, आसेपासीहरू, स्थानीय अमाली जिम्माल मुखियाहरू, सामन्तहरू र फटाहरू देखेर मनमा आगो बलेका आलेलाई क्रान्तिमा छिटो सरिक हुने चाहना भयो र उहाँ नेपाल आउनुभयो। 2007 सालमा राणाशाहीका विरुद्ध नेपालमा सशस्त्र क्रान्तिको बिगुल बज्यो। कमरेड आले यस सङ्घर्षमा किन पछि पर्नुहुन्थ्यो? नेपाल आउन साथ उहाँ मुक्ति सेनामा समावेश भई कमान्डरको भूमिका सहित वीरगञ्ज कब्जा गर्न खटिनु भयो र त्यहाँ पनि सफलता मिल्यो। त्यसपछि बन्दीपुरमा जनसरकार बन्यो, त्यसमा रक्षा मन्त्रीको जिम्मा लिनुभयो। क्रान्ति योद्धा आलेलाई पद र प्रतिष्ठाले बाँधेर राखेन र उहाँ अन्य ठाउँहरूमा चलेको राणा विरोधी आन्दोलनलाई सघाउन लाग्नुभयो। मुख्य गरेर उहाँ तराईमा चलेको किसान आन्दोलनमा सक्रिय सहभागी हुनुभयो। 1 वर्ष अगाडि मात्र पुष्पलालको नेतृत्वमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी र त्यसको किसान सङ्घको नेतृत्वमा ठुला ठुला किसान आन्दोलनहरू भएका थिए। त्यहाँ जमिन कसको जोत्नेको, घर कसको पोत्नेको भन्ने नारा लागेको थियो। त्यो नाराले आलेको मनमा जलेको अग्निज्वालालाई साकार रूप दिन सक्ने देखेर सक्रियताका साथ लाग्नुभयो। राणा विरुद्धमा उठेको आन्दोलनको रूप देखेर महाराजा राणा र काङ्ग्रेस मिलेर भारतको शरणमा पुगी दिल्ली सम्झौता गरे। यो घटना देखेपछि एकदेव आलेले बल्ल नेपाली जनताको दुश्मनहरू चिन्नुभयो। उक्त दिल्ली सम्झौताको कुनै प्रभाव नगरी आन्दोलन अगाडि बढाउन सक्रियतापूर्वक लाग्नुभयो। श्री 3 सरकारको सट्टा शिरपातको दबदबा, सिंहदरबारको रङ्ग नारायणीतिमा सरेको नेताहरूले जनताको माया मारी नारायणीतिर धाएका र अङ्ग्रेजी साम्राज्यवादको खाडो जाएको नेपाली जनताले छर्लङ्ग देखेका थिए। यस दिल्ली सम्झौताको विरोध गरी कम्युनिस्ट पार्टीका अतिरिक्त नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू पनि गरे। मुक्ति सेनाको ठुलो अंश यसको विरोधमा थियो। दिल्ली सम्झौतापछि राजा त्रिभुवनले गठन गरेका विभिन्न सरकारहरूले दिल्ली सम्झौताका विरोधीहरूलाई जेलमा कोस्न थाले। प्रशस्त मात्रामा मुक्ति सेनाका जवानहरू पनि बन्दी बनाइए। रक्षा दलका जवानहरूले सरकारको यस नीतिको विरुद्धमा 2008 साल माघ 18 गते राति 12 बजे राजधानीमा विद्रोह गरे। यस विद्रोहको मुख्य सङ्गठनकर्ता कमरेड एकदेव आले हुनुहुन्थ्यो। उहाँकै प्रयासले तोपखाना र ठिमी कब्जा भयो। तत्कालीन केन्द्रीय सचिवालय पनि कब्जा भयो। कब्जा गरी केही सिंह तथा रामप्रसाद राई आदिलाई मुक्त गराइएको थियो। कमरेड आले आन्दोलनकै क्रममा कमान्ड सम्हाल्दै धादिङको नजिकै एक गाउँमा पुग्दा चारैतिरबाट सरकारी फौजको घेरामा पर्नुभयो। उहाँ आफ्ना 50 जना जवान साथीका साथ बन्दी बनाइनुभयो। काठमाडौँको सेन्ट्रल जेलमा पुगेपछि उहाँले मुक्ति सेनाका जवानहरूसँग भित्र भेट गर्न पाउने अवसर प्राप्त भयो। राणाशाहीको विरुद्ध लड्ने मुक्ति सेनाका जवानहरू राणाशाही सत्ताको जेलमा पुग्नुभयो। नेपालमा अझै सामन्तशाहीको विरोधी क्रान्ति गर्न बाँकी नै छ भन्ने शिक्षा उहाँले लिनुभयो। यसै बन्दी जीवनमा कमरेड आले पहिलो पटक कम्युनिस्ट पार्टीको सम्पर्कमा आउनुभयो। नेपाल कम्युनिस्ट पार्टीको पहल कदमीमा उहाँलाई बिना शर्त छोड्न सरकार बाध्य भयो। जेलमा रहँदा उहाँलाई आफ्नो जीवनमा सबैभन्दा मन छोएको जमिन कसको जोत्नेको, घर कसको पोत्नेको भन्ने नारा नेपाल कम्युनिस्ट पार्टीको रहेछ भनेर पनि थाहा पाउनु भएको थियो। उहाँमा 2वटा शिक्षा प्राप्त भएको थियो। 1, नेपाली जनताको प्रमुख शत्रु सामन्तवाद हो। 2, सामन्तवादलाई परास्त गर्न एक्लै सकिन्न, त्यसका लागि वैचारिक नेतृत्व र जनतामा आधारित सङ्गठन चाहिने रहेछ। उपरोक्त प्रकृतिको सङ्गठन खोज्दै जाँदा उहाँले नेपाली जनताका महान नेता कमरेड पुष्पलालको नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीलाई देख्नुभयो र आफ्नो सम्पूर्ण जीवन त्यसैमा लगाउने प्रतिबद्धता साथै जेलबाट आउनसाथ कमरेड पुष्पलाललाई भेटी सदस्यताको लागि आवेदन दिनुभयो। 2010 सालमा नेकपाको सदस्यता प्राप्त गर्नुभयो। पार्टीले उहाँलाई गण्डकी अञ्चलको किसान मोर्चाको जिम्मेवारी सुम्पियो। केही समयपछि नेकपाको गण्डकी अञ्चल समितिमा पनि चुनिनुभयो। गण्डकी अञ्चलमा किसानहरूको सङ्गठन गर्ने र उनीहरूलाई आन्दोलनमा उतार्ने क्रममा कमरेड आलेको विशेष योगदान रहेको छ।
2009 साल तनहुँ जिल्लाको मानुक खेतीमा बेनी पाटनको पनि जग्गा त्यहाँका सामन्तहरूले कब्जा गरी आफ्नो निजी घोडा तथा अरू चौपाईहरू चलाउने गरेका थिए। जमिन कसको जोत्नेको, घर कसको पोत्नेको त्यस बेलाको किसानहरूको लोकप्रिय नारा कार्यान्वयन गर्न विक्रम 2009 साल पुस महिनामा मानुकोटको मगरहरूको अत्यन्त उर्वर भेषीफाट हाल व्यास नगरपालिका वडा नम्बर 5 तनहुँमा पर्ने बेनी पाटनको 1500 रोपनी प्रति जग्गामा त्यति बेला बेनी पाटन जोत्नेलाई हलो, किसान सङ्घ जनतालाई भलो भन्ने किसान गीत गाउँदै 2010 साल वैशाख महिनामा त्यहाँ बसोबास गरेका 44 घर सुकुम्बासीहरूले खेती लगाउन 42 हल गोरु नारी मकै छरी गरिब किसानहरूलाई जग्गा उपलब्ध गराए। सामन्तहरूले किसानबाट जग्गा फिर्ता लिन तत्कालीन वडा हाकिमले कमरेड आलेलाई पक्रन सशस्त्र फौज पठाए। तर आले भूपू सैनिकको सङ्गठन गरी भरुवा बन्दुक लिई मोर्चा कसे। कडा बडा हाकिमको फौजले उहाँलाई गिरफ्तार गर्न सकेन। आखिर किसानहरूकै नाममा जग्गा दर्ता गर्न र उहाँको गिरफ्तारी रद्द गर्न बडा हाकिम बाध्य भए। तत्कालीन अवस्थामा देशव्यापी रूपमा सञ्चालित किसान आन्दोलनबाट उहाँले आफूलाई एक अनुकरणीय किसान नेताको रूपमा स्थापित गर्न सफल हुनुभयो। उहाँको अगुवाईमा धेरै ठाउँहरूमा किसान आन्दोलनहरू भएर तनहुँको चोक चिसापानी, ठिमी, नयाँ गाउँ, सामुङ, रिसिङ, घिरिङ, भिरकोट र बैरेनीको किपट जग्गा फिर्ता आन्दोलन, तनहुँकै डडुवा, बैरेनी, बिसघरे, सुखौरा चोक, बन्दीपुर आदि ठाउँहरूमा जारी तमसुक च्याती आन्दोलन, नुवाकोटको 500 मुरी धानका मालिक, भूपाल, झिम्माल र पूर्वी पाल्पा अञ्चलमा 11 भन्दा बढी श्रीमती भएका जिम्मेवाल इन्द्र राणा मगरको विरुद्ध किसानहरूको आन्दोलन, पाल्पा जिल्लाका किसानहरूले तिरो तिर्दा अन्न समेत बुझाउनु पर्ने प्रचलन विरुद्धको आन्दोलनहरू उहाँको नेतृत्वमा भएका प्रमुख किसान आन्दोलनहरू थिए। मुक्ति सेनाको विद्रोहको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धित अवस्थामा रहे पनि पार्टीलाई किसानको बीच लैजाने र सामन्त विरोधी किसान आन्दोलन चालु नै रहँदै गर्दा नेकपाको नेतृत्वमा देशव्यापी किसान आन्दोलन चर्किँदै गर्दा आन्दोलनबाट भयभीत भई राजा र तत्कालीन प्रजातन्त्रवादीका नेता र सामन्तहरूले देशमा कम्युनिस्ट हौवा खडा गर्न थाले। किसान आन्दोलनलाई कृषि क्रान्तिमा परिवर्तन गर्ने उद्देश्य र नीति लिनुको साटो गद्दार माझीले पार्टी नेतृत्वको फाइदा उठाई राजावादी तथा अवसरवादी नीति अपनाई राजदरबारसँग साठगाँठ गर्न पुगे। पार्टीमा देखा परेको यस राजावादी एवं तथा अवसरवादी नीतिको विरोध गरिरहेका अवस्थामा यस अवसरवादी नीति विरुद्ध सङ्घर्ष गर्ने मध्ये कमरेड एकदेवाले प्रमुख नेता हुनुहुन्थ्यो। पार्टीको दोस्रो महाधिवेशनमा सबभन्दा प्रमुख रूपमा उठेको गणतन्त्र कि वैधानिक राजतन्त्रको भन्ने प्रश्नमा गणतन्त्रको पक्षमा कमरेड आले पनि हुनुहुन्थ्यो। कमरेड आलेले स्थानीय सामन्तवादको विरुद्धमा साना ठुला आन्दोलनहरू चलाइरहनु भयो। यसै क्रममा उहाँमाथि स्थानीय सामन्तहरू मात्र होइन पुरै राज्य खनियो र जेलमा थुन्यो। जेलभित्रै पनि उहाँले बन्दीहरूको हक प्राप्तिका लागि सङ्घर्ष चलाइरहनु भयो। परिणामस्वरूप प्रत्येक हप्ता जेल सरुवा हुनुभयो। यसरी जेल सरुवाको क्रममा पोखरा स्याङ्जा हुँदै पाल्पा जेल पुग्नुभयो। 2018 सालमा 18 गते ज्योतिषीको भनाइअनुसार 8 ग्रह सामेल हुने दिनको भोजको आयोजना गरिएको अवस्थामा सबै भोजमा व्यस्त भएको बेलामा पाल्पा जेल तोडियो। सारा बन्दीहरूलाई समूह बनाएर आफ्नो दलबलका साथ जङ्गल पस्नुभयो र कमरेड आले जेल बन्दीहरूसँग मिली दिउँसो 4 बजे पाल्पा जेल तोडेर पुलिसको राइफल समेत लिई जेल ब्रेक गर्नुभयो। कमरेड आले पाल्पा जेल ब्रेक गरेपछि कठिनभन्दा कठिन बाधा पन्छाउँदै 2 महिनापछि सिधै बनारस पुग्नुभयो र उहाँले पार्टीको तेस्रो महाधिवेशन सम्पन्न गराउनमा योगदान गर्नुभयो। तेस्रो महाधिवेशनबाट कमरेड आले सर्वसम्मतिले केन्द्रीय कार्यकारिणीमा छानिनुभयो। तेस्रो अधिवेशनपछि पार्टीमा प्रकट भएको संशोधनवाद र अवसरवादका विरुद्ध जुन भित्री पार्टी सङ्घर्ष चलिरहेको थियो त्यसमा आलेले पुष्पलाललाई साथ दिनुभयो। अन्तमा केही गरी पनि पार्टीको नेतृत्वलाई कमिटीको बैठक बस्न नसकेपछि कमरेड पुष्पलाल समेत 6 जना केन्द्रीय समितिका कमरेडहरूले अगाडि बढ्ने फैसला गर्नुभयो। ती 6 जना मध्ये कमरेड आले एक हुनुहुन्थ्यो। पार्टीमा देखा परेको इलाकावाद तटस्थतावाद विरुद्ध सशक्त रूपमा लाग्नुभयो। कमरेड आलेलाई भेट्दा उहाँको क्रान्तिप्रति अटल विश्वासदेखि प्रभावित एवं उत्साहित नहुने कुनै व्यक्ति थिएनन्। उहाँ मार्क्सवाद लेनिनवादलाई कृपावादबाट माथि उठाई अन्तर्राष्ट्रिय सरबराहवादमा पुर्याउँदै यही उच्च आदेश हाम्रो हुनुपर्छ भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो। पार्टीमा उत्पन्न भएको राजावादी रुझान र अवसरवादी तटस्थतावादी विचारधाराका विरुद्ध सङ्घर्ष गरी माओको विचारधारामा आधारित कम्युनिस्ट पार्टीको निर्माण गर्नमा कमरेड आलेको विशिष्ट देन रहेको पाइन्छ। आलेको पार्टी जीवन एक असल अर्थात् अब्बल दर्जाको कम्युनिस्टको रूपमा थियो भन्न सकिन्छ। भारत प्रवासकालमा कमरेड आलेको मुख्य थलो गोरखपुर रह्यो। तेस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको नीति पार्टीलाई किसानको बीचमा लग, त्यसमा पनि विशेष गरिकन गरिब तथा सुकुम्बासी किसानको बीचमा पुर्याउ। प्रवासमा बसोबास गर्ने लाघौ, कुल्ली, दरबान, बेरा, बोरा, बबर्ची आदि पेसामा लागेका नेपाली दाजुभाइ दिदीबहिनीहरूप्रति उहाँको ध्यान आकर्षित भयो।
पुष्पलालको मार्गदर्शनमा कमरेड आलेले प्रवासी नेपाली कल्याणकारी सङ्घको स्थापना गरी प्रवासी नेपालीहरूलाई सहयोग गर्ने जुन काम गर्नुभयो त्यो काम देशका गरिब जनता सङ्गठित गरी नेपाली क्रान्तिका निम्ति सहयोग गर्न चाहने सम्पूर्ण क्रान्तिकारीहरूको निम्ति अनुकरणीय छ। त्यसै मौकामा भारतका प्रमुख नगरहरू जस्तो दिल्ली, कानपुर, बनारस, कलकत्ता आदि ठाउँहरूमा गई नेपालमा सामन्त तथा सरकारको मारबाट आफ्नो देश छोड्न बाध्य भएका नेपालीहरूलाई सङ्गठित गर्ने काम गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो गोर्खा पल्टनमा भर्ती भएर होइन, हाम्रो देशमा आफ्नो देशमा किसानको सशक्त क्रान्तिकारी पञ्चायती व्यवस्थालाई पल्टाएर नयाँ जनावादी व्यवस्था कायम गर्नु परेको छ। यही अभियानमा निकै कष्टकर जीवन व्यतीत गर्दै निरन्तर लागिरहने क्रममा नेपालीहरूको प्रजातान्त्रिक सङ्घर्ष र कम्युनिस्ट आन्दोलनमा जुट्ने क्रममा पटक पटकका अनसनहरू र विशेष गरिकन भारतमा निर्वासित भई जटिल र कठिन अवस्थामा राजनीतिक काम गर्न भोकै अनिदो र अनियमित दिनचर्या व्यतीत गर्नुपर्दा एकदेव आलेको स्वास्थ्य खराब र जटिल हुँदै गएको थियो। उहाँलाई क्यान्सर रोगले आक्रमण गर्यो। पार्टीले उपचारका निम्ति उहाँलाई दरभङ्गा मेडिकल कलेजमा भर्ना गर्यो। उपचार गर्दा पनि सन्चो हुन सकेन र 2026 साल माघ 12 गते तदनुरूप 1969 जनवरी 26मा 46 वर्षको उमेरमा अस्पतालमै नेपाली क्रान्तिका असाधारण र महान क्रान्तिकारी योद्धा कमरेड एकदेव आलेको देहावसान भयो। भर्खरको कलिलो 13 वर्ष छिटो भारतमा पुगी 15 वर्षको उमेरमा अङ्ग्रेज फौजमा भर्ती भएर युरोप र एसियाका युद्ध मोर्चामा साम्राज्यवादका निम्ति आफ्नो रगत बगाउँछन्। युद्ध समाप्त भएपछि त्यही साम्राज्यवादी शक्तिद्वारा लखेटिएर खाली खुट्टा घर फर्कन्छन्, तर उनी निराश हुँदैनन्। पिछडिएको आफ्नो गाउँ मानुङ आसपासका जनताका बीच सामाजिक सचेतना फैलाउन लागि पर्छन्। जब राणाशाही जनय शासनका विरुद्ध 2007 सालको क्रान्ति सुरु हुन्छ, उनले आफ्नो ठाउँबाट जनसरकार गठन गर्छन् र राणाशाही शासनको ठाउँमा जनताको शासनको उद्घोष गर्छन्। तिनै क्रान्तिकारी योद्धा आलेले नेपाली कम्युनिस्टलाई व्यावहारिक जीवनबाट युगीन महत्त्वको शिक्षा प्रदान गर्ने एकदेव आलेले भन्नुहुन्थ्यो, आफ्नो देशको इतिहास नपढ्ने र इतिहासको सम्मान नगर्ने व्यक्ति कम्युनिस्ट हुनै सक्दैनन्। अहिले कमरेड एकदेव आले र उहाँको सहयोगता र हामीले गहिरो चासो र सम्मान व्यक्त गरिरहेका छौँ। उहाँको सम्मानमा यो प्रतिष्ठान क्रियाशील छ। यसै गरी दमौलीमा उहाँको अर्धकल्पको शालिग सहित एक स्मारक रहेको छ, तर यो अहिले पृथ्वीराजबाट विस्तार गर्ने क्रममा विस्थापित भएको छ। दमौलीको एक साझा ठाउँमा यो एक स्मारक स्थानान्तरण गरी इतिहासको संरक्षण गर्नुपर्ने भएको छ। साथै कार्यालयको भौतिक विस्तार, एकदेव आलेको जन्मस्थान, स्मारक पार्क र विभिन्न एकदेव आलेले भूमिका खेलेका महत्त्वपूर्ण ठाउँहरूमा शाखा निर्माण गरी थप प्रभावकारी र विस्तार गर्नुपर्ने अहिलेको अवस्थामा सबै आदरणीय नेता कमरेडहरूसँग सहयोगको अपेक्षा समेत गरिरहेका छौँ। एकदेव आले स्मृति प्रतिष्ठानका गठन र गतिविधिहरूलाई संक्षिप्त रूपमा म अनुरोध गर्न चाहन्छु। एकदेव आलेको बारेमा खोज अनुसन्धान राजनीतिक सामाजिक आन्दोलनको मार्गमा सबै खाले पुस्तालाई जीवन्त बनाइराख्न, विगतको इतिहास, वर्तमानको चुनौती र भविष्यको सुन्दर समाज निर्माणका खातिर एकदेव आलेको जन्मस्थल जन्मभूमिका बारेमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान बहुआयामिक अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गरी केन्द्रीय कार्यालयको रूपमा तनहुँ जिल्ला व्यास नगरपालिका वडा नम्बर 3 दमौलीमा स्थापना गरेका छौँ। यसको स्थापना कार्यमा हामीलाई महत्त्वपूर्ण गुण लगाउनुभएका आजका प्रमुख अतिथि माधव कुमार नेपालले त्यो पुस्तकालय भवनको समेत उद्घाटन गरेर हामीलाई गुण लगाउनु भएको छ। दमौलीमा स्थापना गरी यसै प्रतिष्ठानको नाममा जग्गा प्राप्त गरी कार्यालय भवन निर्माण गरिएको छ। यहाँ आफ्नै भवनमा भव्य पुस्तकालय व्यवस्थापन गरी अगाडि बढिरहेको छ। 2053 कार्तिक 4 गते कृष्णबहादुर गुरुङ यहाँ पुग्नु भएछ, सच्याउन म अनुरोध गर्छु। गुरुङको संयोजकतामा यस प्रतिष्ठानको पहिलो तदर्थ समिति गठन भयो। 2054 साल माघ 9 गते पीताम्बर राणापाटोको अध्यक्षतामा प्रथम कार्य समिति गठन भयो। यसै गरी 2057 मा दोस्रो साधारण सभाबाट मोहन सिंह आलेको अध्यक्षतामा, 2058 मा तेस्रो साधारण सभाबाट मोहन सिंह आलेको अध्यक्षतामा, 60 मा चौथो साधारण सभाबाट भीमप्रसाद गौतमको अध्यक्षतामा, 2065 मा पाँचौं साधारण सभाबाट छविचन्द्र ढकालको अध्यक्षतामा, 2069 मा छैटौं साधारण सभाबाट श्रीराम कार्कीको अध्यक्षतामा, 2072 मा सातौं साधारण सभाबाट श्रीराम कार्कीको अध्यक्षतामा, 2076 मा रामचन्द्र सापकोटाको अध्यक्षतामा, 2079 माघ 12 गते विष्णु भक्त सिक्देलको अध्यक्षतामा गठन भएको कार्य समिति क्रियाशील हुँदै यहाँसम्म आइपुगेको छ। अहिले यस प्रतिष्ठान संस्थाको संरक्षणमा थप गतिशील प्रभावकारी बनाउँदै अगाडि बढिरहेको छ, जसका कारण जनताका अनुकरणीय क्रान्ति योद्धा एकदेवबाट भावी पुस्ताले समेत धेरै कुरा सिक्न प्रेरित बनुन्। नेता क्रान्तिकारी, दूरदर्शी, देशभक्ति र जनताका प्रिय मित्र बनुन्।
जनता सधैँ सृजनशील बनुन् यही अपेक्षा गर्दछौँ। एकदेव आलेको सपना सुखी नेपाली समृद्ध नेपाल बनाउँदै समाजवाद उन्मुख नेपाल निर्माणमा थियो। यही सङ्कल्पका साथ प्रतिष्ठान अगाडि बढिरहेको छ। एकदेव आले इमान्दार, निस्वार्थी र जनवादी क्रान्तिको सेनानी, अथक योद्धा, पार्टीको दोस्रो र तेस्रो महाधिवेशनको नेता, प्रवासी आन्दोलनको संस्थापक, आन्दोलनको जेल ब्रेकर, सामान्य परिवारका असामान्य क्रान्तिकारी कम्युनिस्ट योद्धा, नेपाली जनआन्दोलनका एक अथक योद्धा, दृढ दिल्ली सम्झौताका विरोधी, कुशल सङ्गठक, सादा जीवन र राम्रो कार्यशैलीका धनी, परिवर्तनका अग्रदूत, जनताका सच्चा नेता, तनहुँ जिल्ला मानुङमा जन्मनुभएका स्वर्गीय आले अङ्ग्रेज सेनामा भर्ती भई दोस्रो विश्वयुद्ध, भारतीय स्वतन्त्रता सङ्ग्राम, जानीय राणा शासन र सामन्तवाद विरोधी आन्दोलनको मुक्ति युद्धमा मुक्ति सेनाको कमान्डर र क्रान्ति योद्धाको रूपमा परिचित नेता हुनुहुन्थ्यो। एकदेव आलेको कठिन र साहसिक योगदान, कम्युनिस्ट आन्दोलनको गौरवपूर्ण इतिहास, वर्तमानको व्यवहार र सुन्दर भविष्यको लागि महत्त्वपूर्ण योगदान र कडी रहोस् भन्ने अभियानका साथ एकदेवलाई बुझ्ने, व्यवहारमा लागू गर्ने विषय अझ स्पातिलो र चोटिलो बनाउनु पर्ने अभिप्रायलाई हृदयङ्गम गरी आज यो प्रवचन गोष्ठीको आयोजना गरिरहेका छौँ। यस गोष्ठीले कम्युनिस्ट आन्दोलनको विग्रह होइन, एकतातर्फ श्रद्धेय प्रमुख अतिथि लगायत सम्पूर्ण वामपन्थी आन्दोलनका नेतृत्वलाई म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। आज वामपन्थीहरू टुटफुटमा फुटेका कारण जनताहरू निराश भइरहेका छन्। यसकारण यो गोष्ठीले कम्युनिस्ट आन्दोलनको विग्रह होइन, एकतातर्फ, संकीर्णतातर्फ होइन, विशाल हृदयका साथ कम्युनिस्ट आन्दोलनलाई टुक्रा टुक्रामा होइन, एउटै कम्युनिस्ट आन्दोलनको निम्ति विराट सम्भावनातर्फ, सामान्य मात्र होइन समस्या समाधानतर्फ मार्ग प्रशस्त गर्नमा टेवा पुग्नेछ भन्ने दृढ सङ्कल्प र उच्च विश्वासका साथ यो प्रवचन गोष्ठीको आयोजना गरेका छौँ। मैले जोड्न चाहन्छु, एक हिसाबले वर्तमान यो कम्युनिस्ट आन्दोलनलाई हेर्दा केही नेताहरू बाहिर भए पनि आज यो मञ्चले देखाइरहेको छ, सिङ्गो वामपन्थीलाई एक ढिक्का बनाउन सक्यौँ भने जनताको चाहना पुरा गर्न सक्नेवाला छौँ। संसारमा अत्यन्तै राम्रो सुन्दर देश, गौतम बुद्धको यो शान्तिको देश, संसारमा अत्यन्तै पर्यावरणीय हिसाबले महत्त्व बोकेको देश, सगरमाथाको देश, कहिल्यै पनि उपनिवेश बस्न नपारेको देश नेपाल आज यो ठाउँमा उभिनुपर्दा वामपन्थीहरूबाट आज एकीकृत वामपन्थीको आन्दोलन नदेख्दा जनताहरू निराश भइरहेका छन्। यसर्थ म एकदेव आलेको भावनालाई सम्मान गर्दै यो प्रतिष्ठानले सम्पूर्ण नेतागणहरूलाई म हार्दिक आग्रह प्रकट गर्न चाहन्छु। वामपन्थी आन्दोलन टुक्रा टुक्रामा होइन, संकीर्णतामा होइन, अराजकतामा होइन, कुनै त्यस्तो सामन्तवादी चिन्तनबाट पनि होइन, कम्युनिस्ट आन्दोलन साँच्चै जनवादी संस्कृतिका साथ, जनवादी मूल्य र मान्यताका साथ यो आन्दोलन अगाडि बढायौँ भने नेपाली जनताको भविष्य छ। अन्यथा एकदेव आले लगायत तमाम शत्रुहरूको सपना, तमाम सहयोगीहरूको सपनालाई अंगीकार गर्न नसकेको अनुभूति नेपाली जनताले लिन थालेका छन्। यो प्रति सिङ्गो नेतृत्वगणलाई म गम्भीर ध्यानाकर्षण गराउँदै हाम्रो आमन्त्रणलाई एउटा एकदेव आले क्रान्तिको हिसाबले महान भए पनि तनहुँ जिल्लामा केन्द्रित रहेर सानो एउटा एकदेव आलेको प्रतिष्ठानको रूपमा रहेको छ। यसलाई आज राष्ट्रव्यापी बनाउनका निम्ति हामी जोरदार माग गरिरहेका छौँ र यो अभियानलाई, यो पर्या प्रतिष्ठानलाई लिएर आएर कम्युनिस्ट आन्दोलनका मुख्य सम्पूर्ण पार्टीका प्रमुखहरूलाई, नेपाली कम्युनिस्ट आन्दोलनका 19वटा घटकहरू हामीले नाममा प्राप्त गर्यौँ राष्ट्रिय रूपमा। ती सबैका पार्टी अध्यक्षहरूलाई निम्ति पुर्याएका छौँ। सबैका पार्टी अध्यक्ष र प्रमुखहरूलाई हामीले यहाँ पाउन नसके पनि अधिकांश पार्टी नेतृत्वहरू यहाँ उपस्थित हुँदा हामी गौरवान्वित छौँ। एकदेव आलेको निष्ठा र क्रान्तिलाई सम्मान गरेर आउनुभएका नेताहरूलाई सलाम व्यक्त गर्न चाहन्छु, जसले एकदेवप्रति अनादर गरिरहेको छ। इतिहासले त्यसको कठिन मूल्य चुकाउनु पर्नेछ भन्ने कुरा म स्मरण गराउँदै एकदेव आलेको भावना र क्रान्तिप्रति सबै नेपाली जनताहरू लाग्नुपर्ने र नेतृत्व लाग्नुपर्ने कुराहरूलाई मैले हार्दिक अनुरोध गर्दै मेरो आफ्नो यो अवधारणा पत्रलाई अन्त्य गर्न चाहन्छु। नमस्कार, अभिवादन। मैले फेरि पुनः आसनलाई यहाँ जोड्न चाहेँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक कमरेड हरिकृष्ण गजुरेलाई अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्छु। यसै गरी तनहुँ काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष केशव श्रेष्ठलाई पनि आफ्नो ठाउँमा अतिथि आसन गर्न हार्दिक अनुरोध गर्दछु। यसै गरी सम्पर्क समितिका इन्चार्ज शङ्कर जोशीलाई पनि म हार्दिक अनुरोध गर्दछु। अनि सम्पर्क समन्वय समितिका केन्द्रीय सदस्य तथा गण्डकी सचिव मदन पौडेललाई पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी मानव अधिकार तथा शान्ति प्रतिष्ठानका उपाध्यक्ष अधिवक्ता सीताराम घैलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। हामीले प्रत्येक स्मृति सभा, साधारण सभामा सम्मान कार्यक्रम
प्रत्येक वर्ष हामीले गरिरहेकै हुनेछौँ र अहिले यहाँ आउँदा हामीले 3 जनालाई मात्र सम्मान गर्ने कार्यक्रम सोचिरहेका छौँ। त्यसमा एकदेव आलेलाई नजिकबाट चिन्ने व्यक्ति जुन यहाँ जसुदा तुलसा थापा हुनुहुन्छ, उहाँलाई पनि म सम्मान, तुलसा थापा, दीर्घबहादुर आले भाइ, एकदेव आलेको छोरी श्री मधुमाया बाचे, 3 जनालाई हामीले सोचिरहेका छौँ। म सम्मान पत्र ग्रहण गरिदिनु हुन र सम्मान पत्र दिनु हुनको लागि प्रमुख अतिथि माधव नेपाललाई म हार्दिक अनुरोध गर्दछु र ग्रहण पत्र ग्रहण गरिदिनु हुन म तुलसा थापालाई हार्दिक अनुरोध गर्दछु। एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान बहुआयामिक अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल, केन्द्रीय कार्यालय 82 दमौली तनहुँ, गण्डकी प्रदेश नेपाल, सम्मान पत्र। क्रान्ति योद्धा कमरेड एकदेव आलेको 56औं स्मृति दिवसको सन्दर्भमा नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड एकदेव आले विषय प्रवचन गोष्ठीको शुभ अवसरमा ललितपुर महानगरपालिका नम्बर 25 भैँसीपाटी निवासी पूर्व माननीय कमरेड तुलसा थापाजीलाई एकदेव आलेबाट प्रेरणा प्राप्त गर्नुभई कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएकोले सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। 2081 माघ 12 गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँ। प्रमुख अतिथि माधव नेपाल पूर्व प्रधानमन्त्री, अध्यक्ष विष्णुभक्त सिग्देल र महासचिव सिर्जना सिग्देल। दमौली त छँदैछ, सँगसँगै फेरि रूपन्देहीले पनि एकदेव आले स्मृति चिन्तन प्रतिष्ठान बुटोल भनेर गठन गर्नुभएको छ। त्यसका अध्यक्ष यहाँ उपस्थित हुनुहुन्छ। त्यसैले एकदेव आले स्मृति चिन्तन प्रतिष्ठान बुटोलका अध्यक्ष रामलाल काफ्लेज्यूलाई म आएर मन्तव्य राखिदिनु म हार्दिक अनुरोध गर्छु। एकदेव आले स्मृति प्रतिष्ठान तनहुँद्वारा आयोजित यस अन्तर्क्रिया गोष्ठीका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू तथा सबै अतिथि मित्रहरू, मलाई 2 मिनट मात्रै समय दिएको हुनाले मैले सबैको नाम लिइनँ। यो एकदेव आले एउटा 46 वर्षको उमेरमा जाँदाखेरि उहाँले गरेका योगदानहरू अत्यन्तै धेरै छन्। प्रवासी नेपालीहरूलाई एउटा देशभक्त प्रगतिशील सङ्गठन निर्माण गर्नमा उहाँको अगुवाईमा 1966 5 मईमा उहाँले नेतृत्व गरेर अगाडि बढेको हो। त्यसमा त्योभन्दा पूर्व जातीयता क्षेत्रीयताका आधारमा धर्मका नाममा ससाना समूह र ग्रुपहरू भए पनि त्यसले पहिलो सङ्गठन नै यो कमरेड एकदेव आलेले निर्माण गरेर आज लाखौँ लाख प्रवासी नेपालीहरूलाई देशभक्तिपूर्ण भावनाले
विकास गर्ने काममा उहाँको ठुलो देन छ। त उहाँकै सम्झनामा रूपन्देहीमा हामीले एकदेव आले स्मृति प्रतिष्ठान नयाँगाउँ 12 मा 2 कट्ठा जमिनमा स्थापित गर्दैछौँ। अहिले पनि निर्माणाधीन अवस्थामा छ। 72 लाख रुपियाँ त्यसमा लगानी भइसकेको छ। त्यो 2 कट्ठा जग्गामा त्यसको एउटा ठुलो प्रतिष्ठान निर्माणाधीन अवस्थामा हामी अगाडि बढिरहेका छौँ। यो अत्यन्तै एउटा राष्ट्रिय विभूति देशभक्त क्रान्तिकारी योद्धा आज ओझेलमा परिरहेको अवस्थामा यो तनहुँ प्रतिष्ठानले जुन चाहिँ यो कार्यक्रम आयोजना गरो त्यसको अत्यन्तै ठुलो प्रशंसनीय र हामीले धन्यवाद दिनै पर्छ। आगामी दिनमा सङ्कल्पका साथ हामी यो प्रतिष्ठानलाई अगाडि बढाउने र त्यसलाई एउटा राष्ट्रिय योद्धालाई स्थापित गर्नमा पहल गर्ने सङ्कल्पका साथ हामी अगाडि बढेका छौँ। त्यसमा तपाईहरु सबैको सहयोगको अपेक्षा सहित मैले आफ्ना 2 शब्द यही अन्त्य गरेँ। हवस्, धन्यवाद। यसैगरी आफ्ना महत्त्वपूर्ण भनाइहरू राखिदिनु हुन तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री गोपाल साक्यज्यूलाई म हार्दिक अनुरोध गर्दछु। दिवंगत नेता कमरेड एकदेव आलेको 56औं स्मृति दिवसका सभानायक सभा अध्यक्षजी, प्रमुख अतिथि पूर्व प्रधानमन्त्री, नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता माधव कुमार नेपालज्यू, झन्नाथ खनालज्यू, युवराज गेवालीज्यू, वामदेव गौतमज्यू र अरू सबै मेरा कम्युनिस्ट आदरणीय नेताजीहरू, यहाँ हलमा उपस्थित हुनुभएका सबै साथीहरू, मित्रहरू र सञ्चारकर्मीहरू, सुरक्षाकर्मीहरू सबैलाई सम्मान व्यक्त गर्न चाहन्छु। आज महान देशभक्त कम्युनिस्ट नेता दिवंगत एकदेव आलेको 56औं यो स्मृति दिवसमा तुलसीलाल प्रतिष्ठानको अध्यक्षको हैसियतले म यहाँ उभिएको छु र उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। एकदेव आलेको बारेमा धेरै कुरो अघि अध्यक्षता गरिरहनु भएको साथीले नै यहाँ अवधारणा पत्रमा धेरै कुरो ल्याइसक्नु। त्यो राम्रो अवधारणा पत्र र धेरै हाम्रो एकदेव आलेको बारेमा जानकारी दिने, उहाँको जीवनको बारेमा धेरै कुरो जानकारी दिने, उहाँको क्रान्तिकारी विचारको बारेमा जानकारी दिने अवधारणा पत्र लाग्यो। त्यसको निम्ति सभाध्यक्षज्यूलाई पनि पहिल्यै धन्यवाद दिन चाहन्छु। मैले हाम्रो एकदेव आलेलाई प्रत्यक्ष भेट गर्न पाइनँ, तर पुष्पलालले उहाँबारे लेखेको लेखहरू, कमरेड वामदेवले लेख्नुभएको लेखहरू, जेएन कमरेडले लेख्नुभएको लेखहरू, स्मृति लेखहरू मैले पढेँ। उहाँको बारेमा म भारत प्रवासमा पनि मैले धेरै सुने। नेकपा माले र नेकपा एमालेको केन्द्रीय कमिटीमा रहँदाखेरि भारत प्रवासको जिम्मेवारी दिएर मलाई पार्टीले त्यहाँ 2-3 पल्टै पठायो। माले कानुन पठायो, एमाले कानुन पठायो। केन्द्रीय नेतृत्व भइसक्यो, म त्यहाँ पुगेँ। त्यहाँ प्रवासीहरूलाई सङ्गठित गरेँ। त्यसबेला सङ्गठित हुँदाका साथीहरू पनि यो हलमा उपस्थित हुनुहुन्छ। त्यहाँको नेताहरू रामलाल दासले आफै अघि बोल्नुभयो। प्रवासी नेपाली प्रवासी कल्याणकारी पुष्पलालको नेतृत्वमा, पुष्पलालको निर्देशनमा प्रवासी कल्याणकारी सङ्घ नेपालीहरूको एउटा सङ्गठन
एकदेव आलेको नेतृत्वमा बनेको थियो। त्यही सङ्गठनको निरन्तरता नै अहिलेसम्म प्रवासी नेपाली सङ्घ छ र त्यो प्रवासी नेपाली सङ्घलाई पार्टीको तर्फबाट परिचालन गर्ने, पार्टीको तर्फबाट सल्लाह दिने काममा म पनि खटिएर भारत प्रवासमा एकदेव आर्यले कसरी काम गर्नुभएको रहेछ भन्ने कुरो त्यहीँ बुझेँ। गोरखपुरमा पनि म पुगेँ, त्यहाँ बुझेँ। अहिले भर्खरै तुलसा कौर यहाँ हुनुहुन्थ्यो, उहाँ सँगसँगै मैले 2034 साल 35 सालदेखि नै काम गरेको छु कम्युनिस्ट मुभमेन्टमा। हामी सबै पहिलोचोटि उहाँसँग मेरो छपियातिर भेटघाट हो। उहाँको बाले हो एकदेव आले। एकदेव आले गोरखपुरमा उहाँलाई हुर्काउनु भएको हो। त्यसै बेला मलाई भन्नुभयो 34 सालमा एकदेव आले बाजेले हामीले यसरी हुर्काउनु हो गोरखपुरमा, त्यहाँ प्रवासीको बिचमा यसरी काम गर्नुहुन्थ्यो भनेर उहाँले बताउनु भयो। अघि भर्खरै उहाँ सम्मानित पनि हुनुभयो र एकदेव आले कोही बाटोलाई पछ्याएर हामीले भारत प्रवासमा नेपालीहरूको सङ्गठन विस्तार गऱ्यौँ। नेपालको लोकतान्त्रिक आन्दोलनमा, नेपालको कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म पुर्याउनुमा, यो सफलता हासिल गर्नुमा यसबिचमा केही असफलता र कमजोरीहरू पनि भएका छन्, तर पनि महान उपलब्धिहरू भएको छन्। हामीले राजतन्त्रको अन्त्य गऱ्यौँ, गणतन्त्र प्राप्त गऱ्यौँ, अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ। यो यसमा हामी एकदेव आर्यले देखाएको, पुष्पलालले देखाएको, तुलसीलालले देखाएको बाटोमै हिँडेर यो प्राप्त गरेको हो। यो कुरोलाई आज म स्मरण गर्न चाहन्छु र के तुलसीलाल प्रतिष्ठानको अध्यक्षको हैसियत उभिँदाखेरि तुलसीलालले स्मृतिमा धेरै कुरोहरू लेखेर छाडेर जानुभएको छ। 2008 सालमा नेपाल कम्युनिस्ट पार्टीले कमरेड तुलसीलाललाई नेपालको अखिल नेपाल किसान सङ्घको अध्यक्षको जिम्मेवारी दियो। निरञ्जन गोविन्द वैद्य महासचिव हुनुहुन्थ्यो, उहाँ अध्यक्ष हुनुहुन्थ्यो र त्यसबेला गण्डकी अञ्चलको किसान सङ्घको अध्यक्षको जिम्मेवारी चाहिँ एकदेव आर्यलाई दिएको र तुलसीलालको नेतृत्वमा एकदेव आर्यले धेरै राम्रो काम गर्नुभएको थियो भनेर तुलसीलालले लेख्नुभएको छ ठाउँ ठाउँ। त्यसबेला किसान आन्दोलनलाई अगाडि बढाउनु निम्ति किसान सङ्घको केन्द्रमा पनि उहाँ एकदेव आर्य हुनुहुन्थ्यो। पार्टीको केन्द्रमा आउनुभन्दा पछि 19 सालमा त उहाँ पार्टी केन्द्रीय कमिटीमै आउनुभयो एकदेव आर्य। त्योभन्दा अगाडि किसान सङ्घको केन्द्रमा हुनुहुन्थ्यो, त्यसको अध्यक्ष तुलसीलाल थियो, उहाँ केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो र गण्डकी अञ्चलको जिम्मेवार हुनुहुन्छ किसान सङ्घ र ठुल्ठुलो किसान आन्दोलन त्यसमा उठ्यो। 8, 9, 10 सालमा नेपालको इतिहासमै ठुलो किसान आन्दोलन जो आज पनि हाम्रो स्मृतिमा छन्। आज पनि त्यसलाई स्मरण गर्नु जरुरी छ र एकदेव आर्यको ती योगदानहरू, त्यस बेलाको योगदानहरू माथि नै आज ती हिजो गर्नुभएको मार्गनिर्देशनहरूले नै हामीलाई अझै पनि डोराइरहेको छ। अब एकदेव आर्यको बारेमा अघि धेरै नै चर्चा गरिसक्नु भएको हुनाले म धेरै चर्चा गर्न चाहन्न र म यहाँ यति नै भन्न चाहन्छु कि एकदेव आर्यको जुन मार्गनिर्देशन छ, उहाँको जुन प्रेरणादायी जीवन छ, अब नयाँ आउने युवा पिँढीमा पनि अझै उहाँको प्रेरणादायी जीवन गाथालाई हामीले चाहिँ लग्नुपर्छ। यसमा हामी अलिक कम्युनिस्ट क्रान्तिकारीहरूको कमजोरीहरू छन् र त्यसको निम्ति हामी तुलसीलाल प्रतिष्ठानले के सहयोग पुर्याउन सक्छ तपाईँहरूको प्रतिष्ठानलाई हामी सहयोग पुर्याउन तयार छौँ र तपाईँहरूसँग सहकार्य गर्न तयार छौँ।
र हामी त्यस्तो कार्यको निम्ति सहयोग गर्नु पनि तयार छौँ भन्ने कुरो म यहाँ राख्न चाहन्छु। एकदेव आले एउटा महान देशभक्त हुन्, असल इमानदार अनुशासित कम्युनिस्ट नेता हुन्। उहाँबाट प्रेरणा लिनुपर्छ। यिनै शब्दका साथ म आफ्नो भलाइ टुङ्ग्याउँछु। धन्यवाद। यसै नै मन्तव्यलाई अगाडि जोड्न चाहे नेपाल कम्युनिस्ट पार्टी बहुमतका महासचिव कमरेड धर्मेन्द्र बास्त्रलाई म मञ्चमा बोलाउँछु। नेपाली कम्युनिस्ट आन्दोलनका एकजना योद्धा नेतृत्व कमरेड एकदेव आलेको 65औं स्मृति दिवसको अवसरमा आयोजित यस कार्यक्रमका अध्यक्षज्यू, यो कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कमरेड, यो कार्यक्रममा उपस्थित नेपाल सरकारका मन्त्रीज्यूहरू, पूर्व प्रधानमन्त्रीज्यूहरू, उप प्रधानमन्त्री, गृहमन्त्रीज्यूहरू, विभिन्न राजनीतिक पार्टीका सहयोगका साथीहरू र यहाँ उपस्थित हुनुभएका गण्यमान्य दाजुभाइ तथा दिदीबहिनीहरू, प्रबुद्ध व्यक्तित्वहरू, पत्रकार साथीहरू, सबैलाई हार्दिक क्रान्तिकारी अभिवादन। कमरेड एकदेव आले को बारेमा हामीले उहाँको नाम सम्झँदाखेरि नेपालको समाजलाई परिवर्तन गर्नको लागि एउटा विद्रोहको झन्डा उठाएको व्यक्तिका रूपमा हामी चिन्दछौँ। इतिहासमा हामीले यसरी चिन्दछौँ उहाँलाई चाहिँ 21 सालतिर तनहुँमा किसानहरूलाई जम्मा गरेर सामन्तवादका विरुद्ध, नेपालमा जरा गाडेको सामन्तवादका विरुद्धमा विद्रोह गर्नुभएको थियो। त्यसको लक्ष्य कम्युनिस्ट आन्दोलनको सार्वभौम सिद्धान्त, नेपालमा त्यति बेलाको बुझाइमा नयाँ जनवादी क्रान्ति स्थापित गर्ने, समाजवाद स्थापना गर्ने थियो। त्यसपछि तमाम किसान आन्दोलनहरू चलेकै थिए। त्योभन्दा अगाडि जहाँ उता पश्चिमतिर भीमदत्त पन्तले किसान आन्दोलन चलाउनु भएको थियो। देशका कम्युनिस्ट पार्टीको नेतृत्वमा ठाउँ ठाउँमा ठुला किसान आन्दोलनहरू चल्दै थिए। त्यही क्रममा झापा विद्रोह एउटा महान विद्रोह थियो। त्यो नेपाली कम्युनिस्ट आन्दोलनमा छाएको संशोधनवादका विरुद्धको विद्रोह। यद्यपि त्यसका नेताहरू कहाँ हुनुहुन्छ, के हुनुहुन्छ, के गर्दै हुनुहुन्छ त्यो बेग्लै कुरा छ, तर त्यो विद्रोहले गर्ने काम एउटा महान थियो र त्यसले महान काम गर्दै गयो। आज हामी त्यो श्रृङ्खलामा हामी चाहिँ यहाँ कमरेड एकदेव आलेलाई सम्झन्छौँ र उहाँले आफ्नो जीवनमा क्रान्तिकारी आन्दोलनमा धेरै कामहरू गर्नुभयो र उहाँले के आफ्ना दृष्टान्तहरू पनि छोड्नुभयो, जसको बारेमा यो कार्यपत्रमा पनि उल्लेख गरिएको रहेछ। म बरु क्यान्सरबाट होइन, बरु प्रतिक्रियावादीहरूको गोली खाएर मर्न तयार छु। मलाई यो क्यान्सरको उपचारभन्दा देशको सामन्तवादी सत्ताको उपचार गर्नको निम्ति समय दिनुपर्छ भनेर डाक्टरलाई आग्रह गरिएको महान एउटा विचार, एउटा आकांक्षा, एउटा दूरगामी सोचको अभिव्यक्त त्यहाँ हुन्छ। त्यस्तो व्यक्तित्वलाई फेरि म यो अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, उहाँको सम्झना गर्न चाहन्छु। अब यहाँ समय त धेरै छैन, अलि एउटा राम्रो अवसर पनि यहाँ पूर्व प्रधानमन्त्रीज्यूहरू हुनुहुन्छ, झापा आन्दोलनका नेताहरू पनि हुनुहुन्छ र उहाँहरूले देश सञ्चालन पनि गरिसक्नु भएको छ र यहाँ चाहिँ यो कार्यपत्र प्रस्तुत गर्दै गर्दाखेरि यसका प्रस्तुताले एउटा अत्यन्तै मार्मिक कुरा चाहिँ व्यक्त गर्नुभएको छ। नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरा। संक्षेपमा कुरा गर्दाखेरि नेपालमा हामी सबैलाई थाहा छ, हामी सबैले जानेको कुरा, बुझेकै कुरा भइहाल्यो, छलफल चलाउँदै आएको कुरा भयो। नेपालमा सामन्तवाद थियो, सामन्तवादको अन्त्य भयो। त्यसको सुरुवात नेपालको कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै त्यसको सुरुवात भयो। यद्यपि सामन्तवादको अन्त्य गर्ने प्रक्रिया औपचारिक रूपमा पञ्चायतले नै गर्न खोजेको थियो र दलाल पुँजीवादको स्थापना भइसकेको थियो। नेपालमा पुँजीवादी प्रणालीको चाहिँ विकास सुरु भइसकेको थियो, दलाल पुँजीवाद पछि आएर विकास भयो र पछिल्लो चरणमा त्यो महान जनयुद्ध जसले करिब 9000 भन्दा बढी
योद्धाहरू रगत बगाएर देशमा देशमा सामन्तवादी सत्ताको अन्त्य गर्यो, सामन्तवादी आर्थिक संरचना, आर्थिक अधिरचना र संस्कृति, सामन्तवादी संस्कृतिलाई ध्वस्त पार्दै नेपालमा अहिले गणतन्त्र स्थापना भएको छ र गणतन्त्रका प्रधानमन्त्रीहरू पनि यहाँ हुनुहुन्छ। अहिले चाहिँ खुसीको कुरा चाहिँ त्यो हो। तर हामी के देखिरहेका छौँ भन्दाखेरि अहिले देशमा के चलिरहेको छ भन्ने कुरा आउँछ। किनभने यहाँ प्रधानमन्त्रीजीहरू हुनुहुन्छ, सत्ताधारी राजनीतिक पार्टीका नेताहरू हुनुहुन्छ, तपाईँहरू पनि धेरै सत्ताधारी पार्टीको भोट हाल्ने मान्छेहरू पनि हुनुहुन्छ, या साथीहरू पनि हुनुहुन्छ। यहाँ अहिले के चलिरहेको छ भन्ने कुरा त्यति सजिलो विषय छैन, पचाउनको लागि सुन्नको लागि पनि अप्ठ्यारो मान्ने खालको हामीले धेरैचोटि अनुभूति गरेका छौँ साथीहरूको निम्ति। र हाम्रो यदि कसैले नढाकिकन भन्छ भने नेपालमा अहिले पुँजीवाद होइन, दलाल पुँजीवाद चलिरहेको छ। नेपालको सरकार वास्तवमा दलाल एकाधिकार पुँजीपति वर्गको कारिन्दाको रूपमा काम गर्ने यस्तो चाहिँ संयन्त्र जस्तो मात्रै बनेको छ। एकाधिकार पुँजीपति वर्ग जसले चाहिँ त्यस्ता प्रकारका संस्थाहरू निर्माण गरेको छ, जसले देशलाई ऋणमा डुबाएको छ, जसले पैसामा खरिद गर्ने गरेको छ, र त्यो प्रकारको चाहिँ देशमा चलिरहेको छ। र यहाँ धेरै मान्छेहरूले उभिएर हरेक मञ्चहरूमा र खास गरिकन कम्युनिस्टको एउटा विरासतबाट आउनुभएका साथीहरूले के भन्ने गर्नुहुन्छ भन्दाखेरि कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ भन्नुहुन्छ। त्यो कुरा सही कुरा हो, तर पुँजीवादको अन्तर्निहित विशेषता, इन्हेरेन्ट क्यारेक्टर पुँजीवादको क्यापिटलिजमको के हो भन्दाखेरि त्यसले हरेक समाजलाई छेद विच्छेद पारेको हुन्छ, व्यक्तिलाई चाहिँ छेद विच्छेद पारेको हुन्छ, र स्वयं व्यक्तिमा पनि व्यक्तिलाई पनि छेद विच्छेद पारेको हुन्छ। त्यसले एक ठाउँमा हुन दिँदैन। किन भन्दाखेरि त्यहाँ त्यसको उत्पादन सम्बन्ध नै कस्तो प्रकारको हुन्छ भन्दाखेरि एकले अर्कामाथि मुनाफा गर्ने, एउटाले अर्कामाथि शोषण गर्ने र आफैले आफैमाथि पनि शोषण गर्ने, यस्तो प्रकारको चाहिँ के छ भने पुँजीवादको क्यारेक्टर हुन्छ। त्यो प्रकारको असमान प्रकारको सोचाइ र असमान प्रकारको उत्पादन पद्धति, असमान प्रकारको धारणा पैदा हुने भएपछि व्यक्तिमा पनि मेल हुन दिँदैन पुँजीवादले। यदि तपाईँहरू साँच्चीकै कम्युनिस्टहरूको बिचमा एकताको कुरा गर्नुहुन्छ भनेदेखि पहिलो शर्त के हुन्छ भने पुँजीवादको अन्त्य गर्नु जरुरी छ र दलाल पुँजीवादको सर्वनाश गर्नु जरुरी छ। किनभने नेपालमा जहिलेसम्म दलाल पुँजीवाद रहन्छ तबसम्म तपाईँहरू आफै पनि मिल्न सक्नुहुन्न, जो संसदवादी नेताहरू हुनुहुन्छ। र तपाईँहरूले गर्ने काम भनेको के हो भने तपाईँले नचाहेको काम गर्नु आवश्यक पर्छ। जस्तो ललिता निवास बिक्री गरेर पैसा कमाउने कुरा, वाइड बडी चाहिँ कसरी बिक्री गर्नुपर्ने कुराहरू, या तपाईँको चाहिँ ओम्नी जस्ता घटनाहरू गर्नुपर्ने, या चाहिँ तपाईँको के भन्छ त्यो उसको यान्सेलको चाहिँ पैसा लिएर विदेशमा चाहिँ ब्याङ्किङ गर्नुपर्ने, या तपाईँको चाहिँ के छ भने माफियाहरूसँग पैसा लिएर दिनले नै सिमेन्टको पैसा बढाउनुदेखि लिएर दाल चामलको पैसा बढाउने कामहरू, यी सारा कुराहरू तपाईँहरू विवश हुनु बाध्य हुनु परेको छ। किनभने यो तपाईँले चाहेको कुरा चाहिँ होइन, यो व्यवस्थाले त्यस्तो बनाइदिएको छ। र यहाँ जसले जेसुकै कुरा गरे पनि म यो राज्य व्यवस्था बनाउँछु, यो राम्रो गर्छु, अर्थात् मेरो शासन चल्यो भने मैले राम्रो गर्छु भनेर जतिसुकै कुरा गरे पनि त्यो के हुन्छ भने 1000% ढाँट कुरा हुन्छ, त्यो छलछामको कुरा हुन्छ, मान्छेलाई ढाँट्ने कुरा, देशलाई बेवकुफ बनाउने कुरा हुन्छ। त्यसकारणले संविधानमा लेखिएकै छ 10 वर्षको जनयुद्ध, त्यो महान एउटा अभियानले कमसेकम देशलाई चाहिँ समाजवादी ट्र्याकमा राख्ने कुरा गरिएको छ। साथीहरू जो कम्युनिस्ट आन्दोलनबाट आउनुभएको छ, जसले एउटा समयमा एउटा ठुलो काम पनि गर्नुभयो, अब तपाईँहरू चाहिँ के छ भन्दाखेरि त्यहाँ बसेर यदि त्यही बस्ने हो भने समाजवादको कुरा चाहिँ गर्नु पर्यो, त्यसलाई लागू गर्ने कुरा गर्नु पर्यो। र तर मलाई के विश्वास छ भने तपाईँ त्यो घेराभित्र बसेर, संसदीय घेराभित्र बसेर, साम्राज्यवादीहरूको चङ्गुलभित्र नेटभित्र बसेर उसको बल्छी नाकमा लगाएर समाजवादी स्थापना गर्ने कुरा सम्भव छैन। त्यसकारणले यसलाई नयाँ तरिकाले सोच्नुहोस्। हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी बहुमत, यसको स्पेसल कार्यक्रमहरू, स्पष्ट समाजवादी कार्यक्रम सहित, अहिले त म समय भन्दैन किनभने म समय भएको भए म तपाईँहरूलाई सुनाउन म चाहिँ एकदम लालायित पनि थिएँ र मैले सुनाउनु जरुरी पनि हुन्थ्यो। तर मेरो अर्को बैठक भावनाले तपाईँहरूसँग क्षमा याचना गर्दै म समय पनि बिदा पनि माग्न चाहन्छु। र यो कार्यक्रममा सबै लागौँ, नेपालमा समाजवादी। किनभने मेरो लास्ट कुरा के छ भने हामी जति नेपाली कम्युनिस्टहरू, खास गरिकन समाजवादी नारा बोकेर आउने कम्युनिस्टहरू जन्मदै, अर्थात् पुँजीवादीहरू पनि जन्मदै अपराधी, भ्रष्टाचारी, तस्कर चाहिँ कोही जन्मिया होइन।
यो व्यवस्थाले त्यो बनाउने गरेको छ। त्यसकारणले यो व्यवस्थालाई बदल्नको लागि तपाईँले के गर्न सक्नुहुन्छ, तपाईँले पनि गर्नुहोस्, हामीले के गर्न सक्छौँ हामी पनि गर्छौँ। त्यो व्यवस्थालाई बदल्ने ठाउँमा हाम्रो एकताबद्ध हुने प्रक्रियाको अगाडि बढाउँ भन्ने कुरा राख्दै फेरि पनि अन्तमा एकदेव आलेको 65औं 56औं स्मृति दिवसको अवसरमा साथीहरूसँग भेट भयो। सबैलाई हार्दिक धन्यवाद दिँदै र सबैसँग आभार प्रकट गर्दै यो निमन्त्रणा गर्ने साथीहरूप्रति आभार प्रकट गर्दै मेरो भनाइ टुङ्ग्याउन चाहन्छु। हार्दिक क्रान्तिकारीहरूलाई यसै गरी नयाँ जनवादी मोर्चाका सल्लाहकार उदय अधिकारीलाई आफ्ना 2 शब्द व्यक्त गरिदिनु हार्दिक अनुरोध गर्दछु। कमरेड एकदेव आलेको 56औं स्मृति दिवसको यो कार्यक्रमका अध्यक्षगण, विभिन्न पार्टीका नेतागण, कार्यपत्रको सुरुमै यहाँलाई सबैलाई चाहिँ जानकारी गराइएको छ। कमरेड एकदेव आले हाम्रो यो पुस्ता भन्दा पनि माथिल्लो पुस्ताको कम्युनिस्ट आन्दोलन निर्माण गर्ने लगभग प्रारम्भिक दोस्रो चरणको चाहिँ अवधिमा यो मुलुकलाई कम्युनिस्टमय बनाउने जुन अभियान हो त्यो अभियानको क्रान्तिकारी अभियन्ता हुनुहुन्थ्यो भन्ने कुरो गोष्ठीमा राख्नुभएको कार्यपत्रबाट हामी बुझ्दछौँ। म कमरेड एकदेव आलेका बारेमा 33 सालमा म रूपन्देहीतिर कार्यरत हुँदा जेल मुक्त भएपछि फेरि वारन्ट भएर म इन्डिया प्रवास हुनु पर्यो। म 33 सालमा दिल्ली पुगेँ र दिल्ली पुगेपछि पार्टी सम्पर्क गरेँ बनारसबाट चाहिँ थाहा हो पार्टी कार्यालयबाट कि एकदेव आलेले एउटा चाहिँ प्रवासी नेपाली सङ्गठन निर्माण गर्नुभएको थियो र त्यहाँ चाहिँ आम प्रवासी नेपाली लाहुरे समाजमा चाहिँ के भनेदेखि कल्याणकारी सङ्घ बनाएर जाने भन्ने कुरो निर्देशन भए मुताबिक मैले पनि कमरेड एकदेव आलेले स्थापना गर्नुभएको प्रवासी नेपाली कल्याणकारी सङ्घको दिल्लीमा काम सुरुवात गरेँ। मभन्दा पहिला पनि त्यहाँ काम सुरु भइसकेको थियो। कमरेड आले जाने दिल्ली, बरेली, इलाहाबाद अब त्यो क्षेत्रमा चाहिँ राम्रै खालको काम भएको रहेछ। पछि फेरि त्यो विघटन हुने त्यो सबै कुरा अर्को खालको कुराहरू बढेछ र चाहिँ त्यो अन्त भएपछि फेरि अर्को दोस्रो चरणको चाहिँ काम सुरुवात गर्ने सिलसिलामा म पुगेर मैले कमरेड एकदेव आलेलाई त्यहाँ सुन्ने बुझ्ने मौका पाएँ। तर कमरेड आले थियो यो भारत प्रवासमा प्रवासीका लाहुरे नेपालीहरूको समर्थन गर्ने मात्रै होइन, उहाँ त चाहिँ यो मुलुकको शासनको क्रान्तिकै चाहिँ एउटा मोर्चाको कमान्डर हुनुहुँदो रहेछ। वीरगञ्ज क्षेत्रमा मध्यमाञ्चल चाहिँ क्षेत्रको कमान्डर जनमुक्ति सेनाको चाहिँ कमान्डर एकदेव आले, पश्चिमतिर चित्रबहादुर गुरुङ, पूर्वमा रामप्रसाद राई, यसरी 3 क्षेत्रबाट राणा विरोधी क्रान्तिका चाहिँ अभियन्ताहरू कमान्डरहरू मध्ये एकजना कमरेड एकदेव आले हुनुहुँदो रहेछ। यो कुरो त धेरै पछि थाहा भयो। गर्दा गर्दै त्योभन्दा पनि अझ माथि कुरो रहेछ। त्यो उहाँ चाहिँ के भनेदेखि त्यो यो शासनको क्रान्ति चाहिँ के भनेदेखि अभियानमा यो पुरै गण्डकी र चाहिँ बागमतीको क्षेत्र चाहिँ के भनेदेखि फतह गर्दै जित्दै चाहिँ के भनेदेखि अभियान चलाएर त्यसरी विकास भएको। अनि पछि फेरि क्रान्तिकारी चाहिँ एउटा किसान फटाहा विरोधी सामन्त विरोधी चाहिँ अभियान चलाएर चाहिँ यो मुलुकका किसानलाई चाहिँ के भनेदेखि नयाँ मार्गदर्शन गर्ने मार्गदर्शक समेत भएको कुराहरू बुझियो। अनि त्यसै गरी अब विद्रोही किसिमका मान्छे जेलमै चाहिँ भू हडताल गर्ने, कैदीहरूलाई पनि चाहिँ के भनेदेखि एउटा आन्दोलनको शिक्षा दिने त्यो क्रम पनि चलाउने सँगसँगै चाहिँ गर्दै गरिरहनु भएको। पछि फेरि पाल्पा जिल्लाको चाहिँ त्यो पाल्पाको चाहिँ जेल विद्रोहको कुराहरू चाहिँ बडा रोचक कुरा छ। उहाँ हाम्रो चाहिँ गोष्ठीको कार्यपत्रका प्रस्तुतका कमिटीले भनिसक्नु भएको छ। पाल्पा जेल ब्रेक गरेर चाहिँ कसरी चाहिँ 8 ग्रह चाहिँ एकै ठाउँमा छ भनेर अब भोलि मरिन्छ त्यस्तो खालको चाहिँ ज्योतिषीहरूले भन्दैछन् कि आज अन्त्य हो यो पृथ्वीमा, भोलिदेखि चाहिँ यहाँ कोही मान्छे बाँच्दैन रहँदैन, आज अन्त्य हो भनेर सबै त्यो बेलाको कुरा धेरै मान्छेले विश्वास गर्ने खालको कुरा
आज रात अन्त्य हो भन्ने भएपछि कमरेड आले त चाहिँ के क्रान्तिकारी हुनुहुन्थ्यो, उहाँले बुझेरै होला त्यो अन्त्य हुने भएदेखि त किन तिमी अरू अगाडि कार्यक्रम बनाउनुहुन्थ्यो र? सबैलाई चाहिँ भाङ खुवाएर रक्सी खुवाएर सबैलाई लट्ठ्याएर चाहिँ के भनेदेखि हतियार लिएर चाहिँ नेपालमा जेल तोडेर चाहिँ उहाँ एउटा ग्रुप चाहिँ लिएर चाहिँ बनास पुग्नुभयो र तेस्रो महाधिवेशनमा चाहिँ उहाँ सहभागी हुनुभयो। एउटा लाउरे 15 वर्षको केटो ब्रिटिस फौजमा चाहिँ भर्ती हुन्छ अनि इटली जर्मन जापान सारा कुरो चाहिँ केदेखि गएर चाहिँ अब युद्धमा सामेल हुन्छ। सरदारजीलाई नचाहिएपछि त्यो फौज खारेज हुन्छ र उहाँ फर्कनुहुन्छ। सुभाष चन्द्र बोससँग यो सेनामा चाहिँ केदेखि फेरि सम्पर्क हुनुहुन्छ। पछि उहाँलाई थाहा लाग्छ फेरि चाहिँ यो त नेपालको चाहिँ म इन्डियाको क्रान्ति होइन म नेपालको चाहिँ क्रान्तिमा सामेल हुनुपर्छ भन्ने कुरो चाहिँ बोध भइसकेपछि उहाँ यता लाग्नुहुन्छ। यो त्यो व्यक्ति जसले चाहिँ केदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा ठुलो भूगोलमा चाहिँ केदेखि एउटा क्रान्तिकारी अभियान सञ्चालन गर्यो, त्यो व्यक्तिको बारेमा आजसम्म कुनै चर्चै नभएको। त्यसको इतिहासको चाहिँ डायमन्ड म्यान चाहिँ यो 46 साल बौद्धल आयो 56 अनि 66 76 अब 86 पुग्न आयो भनौँ। यत्रो लामो पिरियड जाँदा पनि यो मुलुकमा चाहिँ लोकतन्त्र आएको यत्रो समय बित्दा पनि बल्ल त्यो हिराको त्यस्तो चाहिँ किनकि कुराहरू थाहा पायो। र यो मलाई लाग्छ पहिलो कमरेड आलेको स्मृतिमा यो आकारको कार्यक्रम जहाँ चाहिँ पूर्व प्रधानमन्त्रीहरू पनि हुनुहुन्छ, मन्त्रीहरू हुनुहुन्छ, वरिष्ठ नेताहरू हुनुहुन्छ, उहाँहरू समेत हामीहरू कार्यकर्ताहरू भएको यो आकारको कार्यक्रम पहिलोपल्ट भयो। यति वर्ष किन लाग्यो? यो मुलुकको निम्ति चाहिँ केदेखि ठुलो अभियान चलाएको अभियन्ताको चाहिँ सम्झनामा कार्यक्रम हुनु यति कति चाहिँ किन? म आग्रह गर्छु अब यो भविष्यमा चाहिँ केदेखि यो 12 गते माघ चाहिँ केदेखि अलिक ठुलो चाहिँ आकारमा कार्यक्रम सम्पन्न होस्, गरियोस्। यो प्रतिष्ठानका कमरेडहरू पनि यसमा लाग्नु भएको थाहा लाग्यो। बढी गम्भीरतापूर्वक तनहुँदेखि उहाँहरू यहाँ पुग्नु भएको छ, साथीहरू बुटलदेखि पनि आउनु भएको छ। र यो चाहिँ केदेखि साँच्चै नै कमरेड आले यो मुलुकको चाहिँ केदेखि विभूति हो। र यो यहाँ काठमाडौँ तनहुँ र बुटल मात्रै होइन, यो त अखिल नेपाल स्तरमा चाहिँ केदेखि जनजनमा तल गाउँमा चाहिँ केदेखि सबैले चाहिँ सम्मान गर्नुपर्ने, सबैले सम्झन पर्ने क्रान्तिका प्रेरणादायी व्यक्तिको चाहिँ केदेखि यो चाहिँ केदेखि हामीलाई ऊर्जावान कुराहरू चाहिँ उल्लेख गर्ने कुरा हो। यो त अति क्रान्तिकारीहरूलाई परिवर्तनकारी शक्तिहरूलाई चाहिँ आवश्यक पर्ने एउटा प्रेरणाको चाहिँ स्रोत हो। म आग्रह गर्छु यो चाहिँ केदेखि अर्को वर्ष यो बृहत रूपमा चाहिँ राष्ट्रिय स्तरीय कार्यक्रममा जाओस्। म अन्तमा कमरेड एकदेव आले जो क्रान्तिकारी योद्धा क्रान्तिकारी कम्युनिस्ट हुनुहुन्थ्यो, उहाँलाई हामी सबैले लाज सलाम गरौँ। हामीलाई यतिदेखि यो म सम्झनामा कार्यक्रम गर्ने बेला पनि थोरै एउटा स्वर पनि गाओस् भन्न चाहन्छु। कमरेड एकदेवलाई लाज सलाम। यसै गरी मन्तव्य राख्नको लागि नेपाल कम्युनिस्ट पार्टीका संयोजक कमरेड हरिकृष्ण गजुरेलाई मञ्चमा निम्त्याउँछु। एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान बहुआयामिक अध्ययन तथा अनुसन्धान केन्द्र नेपालको आयोजनामा यो आयोजित प्रवचन गोष्ठीको अध्यक्षता गरिराख्नुभएका प्रतिष्ठानका अध्यक्षज्यू, त्यसै गरी यो महत्त्वपूर्ण कार्यक्रम प्रवचन गोष्ठी कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्षज्यू, त्यसै गरी नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री र मन्त्रीहरू लगायत विभिन्न पार्टीका शीर्ष व्यक्तित्व नेतृत्वज्यूहरू र विभिन्न प्रबुद्ध र बौद्धिक व्यक्तित्वहरू र यहाँ
उपस्थित सबै आदरणीय व्यक्तित्वहरू समक्ष म हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट सबैलाई अभिवादन गर्छु। अभिवादन। आज एकदेव आलेको 56औं स्मृति दिवसको सन्दर्भमा जुन प्रवचन गोष्ठी हुँदैछ यो कार्यक्रम निकै शानदार र निकै महत्त्वपूर्ण कार्यक्रम छ, जसले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासलाई र इतिहासमा योगदान गर्ने योद्धाहरूले जुन भूमिका निर्वाह गर्नुभएको थियो र ती भूमिकालाई कमसेकम बाहिर ल्याउने, बाहिर बुझ्ने यो काम यसबाट हुँदैछ र कम्युनिस्ट आन्दोलनमा निकै ठुलो भूमिका र त्याग गरेका नेतृत्वहरू, त्यस्ता व्यक्तित्वहरू अझै पनि धेरै त्यस्ता व्यक्तित्वहरू छायामै हुनुहुन्छ र कमरेड एकदेव आलेको यो जुन उहाँको सम्झनामा जुन विचार गोष्ठी, प्रवचन गोष्ठीले यसले आममा एउटा सन्देश प्रवाह गरेको छ। सन्देश प्रवाह नै हुन्छ र मूलतः जब कम्युनिस्ट पार्टीको स्थापना पश्चात एउटा ढङ्गबाट नेपाली समाजलाई एउटा नयाँ जीवन दिनको निम्ति, नेपाली समाजमा एउटा नयाँ रूपान्तरणको निम्ति र सबै प्रकारका विभेदहरू र त्यस्ता विकृति विसङ्गतिको अन्त्यको निम्ति कुनै पनि प्रकारका ती आफ्ना जीवनहरूको प्रवाह नगरिकन जुन ढङ्गबाट कमरेड एकदेव आलेले भूमिका निर्वाह गर्नुभयो र त्यो सामान्य भूमिका छैन, त्यो असाध्यै चाहिँ महत्त्वपूर्ण भूमिका छ। सानै उमेरमा जब आफ्नो देश छोडेर 13 वर्षको उमेरमा प्रवास गएर र त्यसको केही समय पश्चात त्यहाँ चाहिँ ब्रिटिस सेनामा त्यहाँ चाहिँ काम गरेर, त्यहाँ भर्ती भएर काम गरेर पछि फेरि नेपाली भूमिमा नै फर्केर नेपालको किसान आन्दोलनलाई एउटा जीवन दिने र किसान आन्दोलन मार्फत समग्र रूपमा उत्पीडनमा परेकाहरू जसको जोत उसको पोत भन्ने नारालाई एउटा ढङ्गबाट अगाडि बढाउने सिलसिलामा 2009 साल र त्यसै गरी 10 सालको जुन किसान आन्दोलनमा जुन भूमिका निर्वाह गर्नुभयो र त्यसमा पनि ती जो भूमिहीनहरू जसरी त्यहाँ एउटा सङ्कटमा थिए तर त्यहाँ एउटा त्यति बेला जुन त्यो साहस गर्नुभयो, त्यो 44 घर परिवारको निम्ति 42 हल गोरु चाहिँ नाडेर त्यहाँ मकै छर्ने हेर्दा सामान्य जस्तो लाग्ने, तर त्यति बेला त्यो सामान्य थिएन। साँच्चै त्यति बेलाको त्यो ऐतिहासिक थियो र नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँले जुन ढङ्गबाट तुलसीलाल अमात्य महामन्त्री बन्दाखेरि वा पार्टीको केन्द्रीय समितिमा आइसके पछाडि निरन्तर नेपाली कम्युनिस्ट आन्दोलन र जसरी पुष्पलालहरूले स्थापना गरेर कम्युनिस्ट आन्दोलनलाई अगाडि जुन ढङ्गबाट बढाउनु हो र पछि त्यहाँ विभिन्न खालका टुटफुट विभाजनहरू त भए तर पनि 25 सालमा उहाँ त्यति बेला तुलसीलाल अमात्यले नेतृत्व गर्नुभएको त्यो कम्युनिस्ट आन्दोलनप्रति त्यहाँ जुन किसिमको त्यहाँ बेइमानी भयो भनेर केही पङ्क्ति विशेष गरी केन्द्रीय समितिमा रहेका 6 जना कमरेडहरू पुष्पलाल सहितले जुन ढङ्गबाट त्यहाँ चाहिँ उहाँहरूले त्यहाँ विद्रोह गर्नुपर्ने परिस्थिति बन्यो र 2025 सालमा फेरि पुष्पलालले नेतृत्व गरेको कम्युनिस्ट पार्टीमा नै उहाँ फेरि केन्द्रीय समितिमा रहेर भूमिका निर्वाह गर्दै गर्दा 2026 साल माघ 12 गते क्यान्सर जस्तो त्यो रोगबाट जसरी उहाँ बित्नु र उहाँले केही संश्लेषण गरेको जुन ऐन संस्थाका अध्यक्षज्यूले जो राख्नु भएको त्यो चाहिँ विषयवस्तुबाट पनि र त्यो जुन अवधारणा पत्र जुन छ त्यसबाट पनि के बुझिन्छ, एउटा नेपाली योद्धा त्यहाँ विदेशमा जान्छ र साम्राज्यवादको निम्ति ऊ सहभागी भएर लड्छ, तर लडेर खाली खुट्टा फर्किनुपर्छ र फेरि नेपालमा क्रान्तिको निम्ति फर्किनुपर्छ भन्ने कुरो जुन ढङ्गबाट त्यहाँ उजागर भइसकेको छ। यसले के देखिन्छ भने जबसम्म क्रान्ति सम्पन्न हुँदैन तबसम्म त्यहाँ उत्पीडित जाति क्षेत्र लिङ्ग समुदायहरू
गरिखाने वर्गहरूको त्यहाँ कुनै पनि प्रकारको अधिकार सुनिश्चित हुँदैन भन्ने कुरो र विशेष गरी मुलुक स्वाधीन नभन्दासम्म र मुलुक विकास र समृद्धिको बाटोमा अगाडि बढ्दैन भन्ने कुरो त्यो कुराबाट पनि त्यो प्रश्न हुन्छ र विभिन्न कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारका त्यहाँ उतार चढावहरू पनि भए, टुटफुट विभाजन भयो, आन्दोलनहरू अगाडि बढे। जसरी 2006 सालमा स्थापना भएको कम्युनिस्ट आन्दोलन एउटा चरणमा अगाडि बढ्दै जान 28 सालको झापा विद्रोहको आफ्नै त्यसको इतिहास एउटा विरासत र त्यस पछाडि पनि विभिन्न प्रकारका घटना परिघटना टुटफुट विभाजनका श्रृङ्खलाहरू अगाडि बढ्दै जानु, विभिन्न प्रकारले त्यहाँ आन्दोलनहरू सङ्गठित पनि हुँदै जानु र त्यही सिलसिलामा 52 सालसम्म पुग्दाखेरि 10 वर्षको महाजनित्व हुनु र त्यस पछाडि अहिलेसम्म आइपुग्दाखेरि पनि जुन चाहिँ कम्युनिस्टहरूको वास्तविक चाहिँ कम्युनिस्टहरूको मूल्य मान्यता चाहिँ त्यो व्यवहार जीवन व्यवहारमा किन परिणत हुन सकेन, किन चाहिँ हाम्रै मुलुकमा हेर्दा धेरै नेतृत्वहरू प्रधानमन्त्री पनि बनिसक्नुभयो, त्यहाँ चाहिँ विभिन्न जिम्मेवारी चाहिँ सम्हालिसक्नु भएको छ, तर पनि आज किसानहरू मजदुरहरू उत्पीडित उपेक्षितहरूले आफ्नो मुलुकमा आफ्नो भविष्य किन देखिरहेका छन्। साँच्चै कम्युनिस्ट पार्टीको मान्यता यही हो, आफ्नै देशलाई किन विकास र समृद्धिमा अगाडि लान सकिया छैन, किन विदेशी उत्पीडन आज दिन प्रतिदिन बढिरहेको स्थिति छ। यो निकै गम्भीर निकै संवेदनशील चाहिँ विषय बन्न पुगेको छ। आज एक पछि अर्को सम्झौता हुँदै जाँदा हामी 1816 को सुगौली सन्धि हुँदै एमसीसी सम्म पुग्दाखेरि मुलुकको स्थिति कुन ठाउँमा पुग्यो। आज हाम्रा युवा युवतीहरू बेचिनु पर्ने, आज हाम्रा युवा युवतीहरूले आफ्नो देशमा भविष्य चाहिँ नदेख्ने र आज त्यहाँबाट आएका युवा युवती बेचेर ल्याएको पैसाले चाहिँ आज मुलुकमा एउटा किसिमले मुलुकको विकास समृद्धिमा भन्दा पनि केही मान्छेहरूको ऐश आराम आलिसनको निम्ति त्यहाँ चाहिँ त्यो पैसाहरू खर्च गरिनुपर्ने, यो कस्तो विडम्बना हो। हाम्रो देशका स्रोत र साधनहरू हामीले विदेशीलाई बेच्नुपर्ने र साम्राज्यवाद र विस्तारवादको चाहिँ पुरै दबदबामा हामी रहनुपर्ने। हाम्रो भूमि बेचिन्छ तर हाम्रो चाहिँ सत्ता राज्य सत्ता बोल्दैन, कस्तो विडम्बनाको कुरा। यही हो पुस 3 गते मात्रै पनि हाम्रो लिपुलेखमाथिको फेरि अर्को चाहिँ त्यहाँ चाहिँ आक्रमण भएको छ। एकतर्फी रूपमा भारत र चाइनाले त्यहाँ समझदारी गरेका छन्, तर हामी किन बोलिराखेका छैनौँ। आज हामीले हाम्रो देशमा भएका स्रोत र साधनहरू, हामीसँग जलस्रोत जमिन जङ्गल जडीबुटी जनशक्तिको किन सही ढङ्गले उपयोग गर्न सकिरहेका छैनौँ, किन हाम्रो मुलुकलाई स्वाधीन बनाउन सकिरहेका छैनौँ, हाम्रो मुलुक किन पराधीन छ। तर यो सन्दर्भमा आज कम्युनिस्ट पार्टीहरू साँच्चै गम्भीर बन्नुपर्ने छ। एकदेव आलेले देख्नु भएको सपना साम्राज्यवादबाट मुलुक मुक्त, त्यसै गरी सबै प्रकारका विदेशी उत्पीडनबाट मुक्त, कम्युनिस्टको मूल्य मान्यता र आचरणलाई अवलम्बन गर्नुपर्ने र साँच्चै मुलुकलाई स्वाधीन बनाउनु पर्ने र चाहिँ मुलुकलाई समाजवादमा लैजानुपर्ने, त्यसको निम्ति सबै प्रकारका विदेशी उत्पीडनको अन्त्यको निम्ति एकपटक राष्ट्रिय मुक्ति क्रान्तिलाई अगाडि लैजानुपर्ने र मुलुकलाई स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापना गर्ने र सबै प्रकारका शोषणको अन्त्य गर्नुपर्ने, त्यस्तो सिद्धान्त त्यस्तो नीतिलाई अवलम्बन गरेर अगाडि बढ्नु नै एकदेव आले प्रतिको सच्चा उहाँप्रतिको चाहिँ सम्मान हुनेछ। र कम्युनिस्टले साँच्चै जीवन व्यवहारमा त्यसलाई चाहिँ मुखले व्यवहार बोलीले मात्रै होइन, भाषण र सिद्धान्तमा मात्रै होइन, त्यसलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने छ। सबै प्रकारको उत्पीडनबाट मुक्त गरेर मुलुकलाई समृद्ध र स्वाधीन बनाउनु पर्ने छ। यसको निम्ति चाहिँ यो ढङ्गबाट हामी अगाडि बढ्यौँ भने मात्रै एकदेव आलेप्रति सच्चा सम्मान हुनेछ र हाम्रो पार्टी नेपाल पार्टी हो, नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय मुक्ति क्रान्तिलाई अगाडि बढाउँदै चाहिँ स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापना गर्ने र त्यो स्थापनाले मात्रै एकदेव आलेप्रति सच्चा सम्मान हुन्छ भन्ने त्यो कुरा पनि यहाँहरू समक्ष राख्दै म आफ्नो भनाइ अन्त्य गर्छु। हस् त अभिवादन। हाम्रो यस कार्यक्रमलाई सकेर फेरि अर्को बैठकमा जानुपर्ने भएकोले मैले कार्यक्रम सक्नुभन्दा अगाडि नै पूर्व प्रधानमन्त्री जलराज खनाललाई आफ्ना 2-4 शब्द राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यो प्रवचन गोष्ठीका प्रमुख अतिथि र सम्पूर्ण अतिथि कमेडहरू र उपस्थित प्रिय कमेडहरू, हाम्रो कमेड एकदेव आलेका परिवारजन,
सहसम्बद्ध कमेडहरू सबैलाई अभिवादन। म सबैभन्दा पहिले कमेड एकदीपालले जो नेपालको कम्युनिस्ट आन्दोलनका एउटा प्रखर नेता पनि हुनुहुन्थ्यो, योद्धा पनि हुनुहुन्थ्यो र एउटा अथक सङ्गठक पनि हुनुहुन्थ्यो। उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन, नेपालको देशभक्तिपूर्ण आन्दोलनलाई अगाडि बढाउन, लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउन र प्रवासी नेपालीहरूलाई समेत सङ्गठित गरेर अगाडि बढाउन धेरै महत्त्वपूर्ण योगदानहरू गर्नुभएको छ र त्यस्तो योगदान गर्ने योद्धा जसलाई अब 46 वर्षभन्दा बढी हामीले बचाउन सकेनौँ, उहाँ बडो जवानी उमेरमा नै उहाँको निधन हुन पुग्यो। र उहाँ कमरेड पुष्पलालको असाध्यै घनिष्ठ योद्धा हुनुहुन्थ्यो र कमरेड पुष्पलालले नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टी स्थापनादेखि जुन धारलाई उहाँले प्रतिनिधित्व गरेर आउनुभयो र जति बेला कमरेड एकदीपालले पार्टीमा संलग्न हुनुभयो 2010 सालदेखि, त्यस बेलादेखि निरन्तर उहाँले कमरेड पुष्पलालले प्रतिनिधित्व गरेको भएको धारलाई निरन्तर साथ दिएर पनि आउनुभयो। कमरेड एकदीपालले अब एउटा गरिब परिवारमा जन्मनु भएको मान्छे, तर उहाँले एकातिरपट्टि सेनामा पनि काम गर्नुभयो। त्यति बेला एउटा लडाइँको अवस्था थियो, स्वाभाविक रूपले त्यसमा पनि उहाँले योगदान गर्नुभयो र त्यसको साथसाथ त्यसबाट फर्केर आएर यो आजाद हिन्द सेनामा पनि काम गर्नुभयो केही अवधिसम्म। त्यसपछि नेपालमै आउनुभयो। नेपालमा चाहिँ राणाशाहीका विरुद्धको जुन सङ्घर्ष चलिरहेको थियो, उहाँले नेपालको जनमुक्ति सेनामा रहेर पनि महत्त्वपूर्ण योगदान गर्नुभयो र त्यसरी योगदान गर्ने सिलसिलामा नै उहाँलाई पटक पटक गिरफ्तार गरियो। त्यो गिरफ्तारीको सिलसिलामा उहाँलाई पोखरामा राखिएको थियो। त्यहाँबाट उहाँलाई फेरि पाल्पामा लगियो। पाल्पामा गएको बेलामा उहाँले जेल ब्रेक गरेर चाहिँ नि आन्दोलनमा फेरि संलग्न हुनुभएको थियो र त्यही सिलसिलामा उहाँले प्रवासमा गएर निकै लामो समयसम्म महत्त्वपूर्ण योगदान गर्नुभयो र आखिरमा 2026 सालमा उहाँको चाहिँ दुःखद निधन भयो। यसरी उहाँले जुन प्रकारको योगदान गरेर जानुभएको छ, उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको एउटा उज्जवल नक्षत्र। उहाँले जुन प्रकारका योगदान गर्नुभएको छ, ती योगदानहरूको संरक्षण गर्नु र आजको परिस्थितिमा हामीले उहाँका सपनाहरूलाई कसरी पुरा गर्न सक्छौँ, त्यो सपनाहरूलाई पुरा गर्ने कुराहरूमा चाहिँ हामीले आफ्ना ध्यानहरूलाई केन्द्रित गरेर अगाडि बढ्नु आजको आवश्यकता हो भन्ने मलाई लाग्छ। हामीले केन प्रकारेण जनवादी क्रान्ति सम्पन्न गऱ्यौँ भने पनि हामीले नयाँ जनवादी क्रान्ति त सम्पन्न गर्न सकेनौँ, तर पुँजीवादी जनवादी क्रान्ति नेपालमा सम्पन्न गऱ्यौँ। त्यो पुँजीवादी जनवादी क्रान्ति हामीले 62-63 मा सम्पन्न गऱ्यौँ, जो करिब हामीले 57-58 वर्ष लगाएर हामीले त्यो क्रान्तिलाई सम्पन्न गरेका छौँ र नेपालबाट सामन्तवादको उच्छेद भएको छ, राजतन्त्रको उच्छेद भएको छ र हामीले चाहिँ एउटा गणतन्त्र स्थापना गरेका छौँ। यो गणतन्त्र हिजोको निरङ्कुश राजतन्त्रभन्दा स्वाभाविक रूपले प्रगतिशील छ, खुला छ, नेपाली समाजलाई खुला बनाएको छ। अहिले विभिन्न खालका मौलिक अधिकारहरू हामीले प्राप्त गरेका छौँ, तर कमरेडहरू यी सबै कुराका बावजुद यो पुँजीवादी गणतन्त्र हो र यो पुँजीवादी लोकतन्त्र हो। पुँजीवादी लोकतन्त्र भनेको शोषणकै व्यवस्था हो। त्यसकारणले यो व्यवस्था आएको हामीले अब यो 62-63बाट यहाँनिर आउँदा 2 दशकको कुरा हुनै लागेको छ। यो 2 दशकको बिचमा यसले आफ्ना सारा चरित्र देखाइसकेको छ। स्वाभाविक रूपले यो पुँजीवादको नेतृत्व दलाल पुँजीवादले गरेको छ र यो दलाल पुँजीवादले नेपाली जनतामाथि गरिएका छन् शोषण छन्, दमन छन्, अन्याय छन्, अत्याचार छन्। ती सबै कुराहरूले नेपाली समाज झन् बढी सङ्कटग्रस्त भन्दै गएको छ। अहिले चाहे राजनीतिक क्षेत्र हेर्नुहोस् त्यत्तिकै सङ्कटग्रस्त छ, सामाजिक क्षेत्र हेर्नुहोस् त्यत्तिकै सङ्कटग्रस्त छ, आर्थिक क्षेत्र हेर्नुहोस् त्यत्तिकै सङ्कटग्रस्त छ, मूल्य वृद्धि भइरहेको छ, महँगी भइरहेको छ। सरकार त्यसैलाई बढाउने काम बाहेक केही पनि गरिरहेको छैन। देशको कृषि गतिहीन अवस्थामा छ, कृषिमा कुनै अग्रगति प्रगति केही पनि हुन सकिरहेको छैन। त्यसै गर्दा उद्योग धन्दाहरू एकपछि अर्को बन्द हुँदै गइरहेका छन्, राष्ट्रिय उद्योगहरू धराशायी हुँदै गइरहेका छन्।
हाम्रो देश औद्योगिकरणतर्फ होइन अनौद्योगिकरणतर्फ गइरहेको छ। तपाईँ 1998 का डाटालाई हेर्नुभयो भने नेपालको झन्डै 12 देखि 14% औद्योगिक क्षेत्रबाट आइरहेको थियो जिडिपी, अहिले 5% भन्दा कम छ। हामी औद्योगिक दिशातर्फ गएका छौँ कि अनौद्योगिक दिशातर्फ गएका छौँ, यिनी तथ्यहरूले बताउँछ। त्यसो हुनाले यो पुँजीवादी लोकतन्त्रले हामीलाई अग्रगतितर्फ लान सक्दैन। त्यसै कारणले हामीले अब प्राप्त गर्ने एकमात्र लोकतन्त्र भनेको समाजवादी लोकतन्त्र। हामी जबसम्म समाजवादमा पुग्न सक्दैनौँ, आजका यी सारा यी समस्याहरूबाट राष्ट्रलाई मुक्त गर्न सकिँदैन। सम्पूर्ण शोषण, अन्याय, अत्याचार, व्यभिचार जे कुराहरू छन् तीबाट मुक्ति पाउने एकमात्र बाटो भनेको समाजवाद हो। र कमरेड पुष्पलालले पार्टी स्थापना गर्दाखेरि नै यो पार्टीको न्यूनतम लक्ष्य नयाँ जनवाद हो र अधिकतम लक्ष्य समाजवाद हो भनेर जुन भन्नुभएको थियो, हामीले अब पुँजीवादी जनवाद हासिल गर्यौँ भनिसकेपछि जुन दिन पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो, ठिक त्यसै दिन, त्यसै घण्टा, त्यसै पलबाट नेपाल समाजवादी क्रान्ति र रूपान्तरको युगमा प्रवेश गरेको छ। वस्तुगत रूपले, आत्मगत रूपले नेपालका कम्युनिस्टहरूले कहिले मान्छन् कहिले मान्दैनन् त्यो बेग्लै कुरा हो, तर वस्तुगत रूपले देश त्यसरी समाजवादी क्रान्ति रूपान्तरको युगमा आइसकेको छ। अब यो समाजवादी क्रान्तिलाई अगाडि बढाउनुको लागि कस्तो कार्यदिशा लिएर हामी जान्छौँ, कस्तो कार्यक्रम लिएर हामी जान्छौँ, कस्ता नीतिहरू लिएर अगाडि बढ्छौँ, आजको समाजको ठोस अवस्था के हो, आजको वर्गीय वर्ग विश्लेषण के हो, कस्ता वर्गहरू अहिलेको अवस्थामा क्रियाशील छन् आदि कुराहरूको बारेमा कङ्क्रिट ढङ्गले हामीले विश्लेषण गर्न सक्नुपर्छ। नेपालको कम्युनिस्ट आन्दोलनले खास गरिकन यो पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएर हामीले एउटा सङ्क्रमण कालमा नयाँ संविधान बनायौँ। त्यो नयाँ संविधान बनाइसकेपछि नेपालको कम्युनिस्ट आन्दोलन आम रूपमा दक्षिणपन्थी अवसरवादतर्फ एकदम धस्सिँदै गएको छ। अहिले दक्षिणपन्थी भड्काउले ग्रस्त छ हाम्रो कम्युनिस्ट आन्दोलन। त्यो दक्षिणपन्थी भड्काउले किन ग्रस्त छ भन्दा अहिलेको क्रान्ति के भयो, कुन चाहिँ क्रान्ति सम्पन्न गर्यौँ र कुन क्रान्तिमा अगाडि बढ्दैछौँ भन्ने कुरा नै धेरै जसोमा अस्पष्टता देखिन्छ। हामी समाजवादी क्रान्तिमा आयौँ भन्ने हो भने त समाजवादी क्रान्तिमा आयौँ भनेको बिन्दुबाटै अब नेपालको लक्ष्य भनेको अब समाजवाद हो, अब समाजवादी कार्यक्रम लिएर अगाडि बढ्नुपर्छ भनेर कम्युनिस्टहरू अगाडि आउनु पर्थ्यो। तर फेरि पनि के भन्न थाले भन्दा होइन, जनताको बहुदलीय जनवादको हाम्रो त लक्ष्य हो, हाम्रो त मार्गदर्शक सिद्धान्त नै त्यही हो भन्ने अवस्थामा गए कम्युनिस्ट, एक थरी कम्युनिस्ट। त्यसो हुनाले यो एउटा ठुलो दिग्भ्रमको कुरा हो। यहाँभन्दा ठुलो भ्रम नेपालको कम्युनिस्ट आन्दोलन अर्को हुन्छ जस्तो मलाई लाग्दैन। हुन्छन् भ्रमहरूका श्रृङ्खलाहरू आइ नै रहन्छन्, तर यो चाहिँ सबभन्दा ठुलो भ्रम त्यो मलाई लाग्छ। वैज्ञानिक समाजवाद र अनि पुँजीवादी जनवादका बिचमा जुन एउटा गुणात्मक रूपले भिन्नता छ, त्यो भिन्नतालाई प्रष्ट पार्न नसक्नुको कारणले यी सब कुराहरू भइरहेको अवस्था छ। त्यसो हुनाले अहिलेको अवस्थामा हामीले प्रष्ट पार्नुपर्ने कुरा भनेको अहिलेको क्रान्तिको चरित्र। हामीले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गऱ्यौँ भने हामी अहिले समाजवादी क्रान्तिको युगमा छौँ भन्ने कुरा प्रष्ट हुनुपर्दछ। एक दोस्रो कुरा, यो पुँजीवादी जनवादी क्रान्ति सकेर हामीले समाजवादी क्रान्तितर्फ अगाडि बढेको हो भने प्रष्ट रूपले अबको हाम्रो कार्यक्रम समाजवादी कार्यक्रम हुन्छ, न जनताको जनवादी कार्यक्रम हुन्छ, न जनताको बहुदलीय जनवादी कार्यक्रम हुन्छ, न अरू कुनै खालको नयाँ जनवादकै युग हामीले सकिसक्यौँ। अब त्यस पछाडि हामीले अगाडि बढ्ने कुरा भनेको समाजवादी कार्यक्रम। त्यो समाजवादी कार्यक्रमको कङ्क्रिट रूप के हुन्छ त नेपालमा हो, यो बारेमा नेपालका कम्युनिस्टहरूले अत्यन्त गहन ढङ्गले मन्थन गरेर त्यो कार्यक्रमको ठोस रूप अगाडि सार्नुहुन्छ। अहिले नेकपा एकीकृत समाजवादीले भर्खरै सम्पन्न गरेको 10औं महाधिवेशनबाट हामीले एउटा कार्यक्रम अगाडि सारेका छौँ। हामी बहस गर्न चाहन्छौँ सम्पूर्ण वामपन्थी साथीहरूसँग, आउनुहोस् कमेडहरू बहस गरौँ। हामीले एउटा प्रस्ताव अगाडि सार्यौँ, बहस गरौँ र हामी समाजवादी कार्यक्रम कस्तो हुन्छ नेपाल त्यसबारेमा एउटा निष्कर्षमा पुगेर अगाडि बढौँ, यो म आह्वान गर्न चाहन्छु। तेस्रो कुरा भनेको अब यो चरित्र त आयो, तर
नेपाली समाजको ठोस वर्ग विश्लेषण गर्न सकेनौँ भने नेपाली समाजमा रहेका अनेकन अन्तर्विरोधहरूबाट यो प्रधान अन्तर्विरोध के हो, प्रधान वर्गीय अन्तर्विरोध के हो, त्यो कुरा हामीले पहिचान गर्न सकेनौँ भने एक पाइला पनि अगाडि बढ्न सक्दैन। क्रान्ति एक पाइला पनि अगाडि बढ्न सक्दैन। अरू सबै कुरा उठे कुराहरू मात्रै हुन्छ। त्यसो हुनाले पहिलो कुरा यो वर्ग संरक्षण अगाडि बढाउने सिलसिलामा हामीले प्रधान अन्तर्विरोध चिन्नुपर्छ। त्यो भनेको के हो? अहिलेको अवस्थामा हिजो हामीले सामन्तवाद, दलाल मुक्तसा, पुँजीवादसँग व्यापक जनताको अन्तर्विरोध प्रधान अन्तर्विरोध छ भनेर पार्टी स्थापना गर्दादेखि वैश्विक पछाडिको क्रान्तिसम्म त्यही अन्तर्विरोध, आम रूपमा त्यो अन्तर्विरोध एउटा अपरिवर्तनीय ढङ्गले जारी रह्यो 58 वर्षसम्म। त्यो अन्तर्विरोधको अभिव्यक्ति भने, राजनैतिक अभिव्यक्ति भने पटक पटक बदलिरहेको छ। त्यो बदलिएको कुरालाई हामीले पहिचान गर्न सक्दाखेरि मात्रै क्रान्तिले हामीले अगाडि बढाउन सक्यौँ। जस्तो त्यसको अभिव्यक्ति के थियो? पार्टी जति बेला स्थापना गरेका थियौँ हाम्रासँग राणाशाही, त्यो राणाशाहीसँग आम जनताको अन्तर्विरोध त्यति बेलाको प्रमुख राजनीतिक अन्तर्विरोध थियो। त्यसलाई पल्टाउनु चाहिँ हाम्रो मुख्य कार्यभार, हाम्रो त्यो राणाशाही हाम्रो प्रमुख शत्रु, त्यसलाई हामीले पछाड्नु पर्ने थियो। 1 वर्षमै पछाडि पार्टी स्थापना भएको 1 वर्ष, त्यसपछि 7 सालदेखि 17 सालसम्म राजतन्त्र, त्यो राजतन्त्र हाम्रो प्रधान शत्रु। अरू वर्गीय अन्तर्विरोध यथावत छन्। त्यो 17 सालसम्म हामीले राजतन्त्रका विरुद्ध लड्यौँ। अझै फेरि पञ्चायती व्यवस्था आयो 17 सालको काण्डमा, राजतन्त्र र पञ्चायतका विरुद्ध हामीले 30 वर्ष लड्नु पर्यो राजनीति गर्नु। अनि 46 सालमा हामीले पञ्चायत ध्वस्त पायौँ। अब राजतन्त्रलाई नै वैधानिक बनाउनु खोजेका थियौँ, भएन। राजतन्त्रसँग फेरि अब 46 सालदेखि राजतन्त्रसँग लड्दै आउनु पर्यो। हुँदै त्यो राजतन्त्र पुरा निरङ्कुश राजतन्त्रमा रूपान्तरित भयो र जनताका सारा हक अधिकार खोसेर 19 माघ गरेपछि हामी सबै एकताबद्ध भएर 22 क्रान्ति अगाडि, त्यो क्रान्ति मार्फत राजतन्त्रलाई हामीले पछाडेपछि राजनीतिक अन्तर्विरोध पनि बदलियो, वर्गीय अन्तर्विरोध पनि बदलियो, दुईटै। अनि त्यस पछाडि हामी दलाल पुँजीवाद र व्यापक जनताका बिचको अन्तर्विरोध अहिले प्रधान अन्तर्विरोध छ भन्ने ठाउँमा आइपुगेको छ। एक बेलाको नेपाली समाजमा दलाल पुँजीवाद र व्यापक जनताको बिचको अन्तर्विरोध वर्गीय रूपले प्रधान अन्तर्विरोध छ। तर त्यो वर्गीय अन्तर्विरोध कसरी व्यक्त भइरहेको छ, कहाँ व्यक्त भइरहेको, को त्यो दलाल पुँजीवादको प्रतिनिधि, त्यसको मुख्य प्रतिनिधि को, कहाँ प्रहार गरेर अब यो समाजवादी क्रान्ति अगाडि बढ्छ, को प्रहारको निशाना? हर कालखण्डमा अन्तर्विरोध पहिल्याउने र प्रहारको निशाना पहिल्याउने कुरा क्रान्तिको निम्ति सबभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। त्यसैले हाम्रा शत्रु को हुन्, हाम्रा मित्र को हुन्, त्यसले ठिम्याउँछ। जबसम्म शत्रु र मित्र छुट्याउन सकिँदैन हामी अगाडि बढ्न सक्दैनौँ। त्यसो हुनाले त्यो कुरालाई हामीले पहिल्याउनुपर्छ। यति बेला मैले लेखिरहेँ दलाल पुँजीवादका अनेक प्रतिनिधि छन्, जुनसुकै देशमा त्यस्तै हुन्छ। हाम्रो देशमा पनि त्यही अनेक प्रतिनिधि, ठुला प्रतिनिधि पनि छन्, साना पनि छन्, नजौला हल्का पनि छन्। तर कुन चाहिँ हो त प्रधान छ? अहिले नेपाली कङ्ग्रेस, जो कम्युनिस्ट पार्टीको स्थापना कालदेखि त्यो दलाल पुँजीवाद र उदार जमिनदारको प्रतिनिधि भन्दै आएका थियौँ। उदार सुधार जमिनदार अब त्यो सामन्तवाद त सिद्धिहाल्यो। त्यसो भएपछि अहिले दलाल पुँजीपति वर्ग मात्रै सामन्त वर्गको रूपमा छैन। अब सामन्ती चिन्तन चाहिँ व्याप्त छन्, त्यो बढी कम्युनिस्ट नेताहरूमै छन् त्यो। तर सामन्तवाद चाहिँ राजनीतिक रूपले आर्थिक रूपले सिद्धियो। त्यसो हुनाले अहिलेको अवस्थामा हामीले चाहिँ देखिरहेको कुरा के हो भन्दाखेरि नेपाली कङ्ग्रेस, अरू पनि अनेक रूपहरू छन्, तर नेपाली कङ्ग्रेस चाहिँ नेपालको दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि र त्यो मुख्य प्रतिनिधि भएको हुनाले कम्युनिस्टहरूले जता फर्केर लड्न खोजे पनि म सबभन्दा ठुलो कम्युनिस्ट समूह हुँ भन्नेले पनि लड्नुपर्ने त्यसैसँग छ। अलि मजौलै खालको छु म भन्नेले पनि लड्नुपर्ने त्यसैसँग छ।
अनि लिखुरे कम्युनिस्ट हौँ भन्ने हो भने उसले पनि लड्नु पर्यो। त्यसै छ। त्यसो हुनाले वास्तवमा यति बेलाको मुख्य प्रतिद्वन्दी, हिजो हामी जनवादी क्रान्तिमा प्रधान शत्रु भन्थ्यौँ, अब हामीले यो शब्दलाई मुख्य प्रतिद्वन्दी भन्नेमा रूपान्तरित गर्नु राम्रो हुन्छ भन्ने ठान्छ। अहिलेको मुख्य प्रतिद्वन्दी भनेको काङ्ग्रेस हो। चाहे तपाईँ एउटा टोलमा जानुहोस् लड्ने त्यसैसँग, चाहे तपाईँ एउटा वार्डमा जानुहोस् लड्ने त्यसैसँग, चाहे तपाईँ एउटा पालिकामा जानुहोस् लड्ने त्यसैसँग। हर क्षेत्रमा त्यहाँबाट आउँदै राष्ट्रमा आउँदा पनि त्यही। तर यो प्रतिद्वन्दी मुख्य प्रतिद्वन्दी के हो भनेपछि अब नेपालका कम्युनिस्टहरूमा कस्तो रुझान प्रकट भयो भन्दा त्यसैसँग साथगाँठ नगरिकन, त्यसैसँग सम्झौता नगरिकन, त्यसैसँग अङ्कमाल नगरिकन, त्यसैसँग संयुक्त सरकार नबनाइकन खानै नरुच्ने कतिपय कम्युनिस्टहरू। त्यो कारणले गर्दाखेरि नेपालको अहिले यो कम्युनिस्ट आन्दोलन चाहिँ क्रमिक रूपले छरिँदैछ, विभाजित हुँदैछ, विखण्डित हुँदैछ, कमजोर हुँदैछ र अब पुरुषहरू चाहिँ बलियो हुँदैछ। यो अवस्था यसो किन भइरहेको छ त? यसको मुख्य कडी कारण के हो त, गुदी कारण के हो त भन्दा म कमरेड मोहन सेतुको एउटा उक्ति भन्न चाहन्छु। कुनै पनि देश चाहे त्यो जनवादी क्रान्तिको कालखण्डबाट अगाडि बढिरहेको होस्, चाहे समाजवादी क्रान्तिको कालखण्डबाट अगाडि बढिरहेको होस्, चाहे निर्माणको कालखण्डबाट अगाडि